तपाईसँग प्रत्यक्ष सरोकार राख्ने समुदायमा लुकेका र लुकाइएका प्रत्येक सवालहरूमाथिको तिरफार कार्यक्रम साप्ताहिक जनसवाल प्रत्येक शनिबार साँझ 6 देखि 7 बजेसम्म, पुनः प्रसारण आइतबार बिहान 9 देखि 10 बजेसम्म मात्र कालीगण्डकी टेलिभिजनमा हेर्न नछुटाउनुहोला। दर्शकहरू नमस्कार, यो हो कार्यक्रम साप्ताहिक जनसवाल र हरेक हप्ताको शनिबार साँझ यही समयमा 6 बजेदेखि 7 बजेसम्म हामी यो साप्ताहिक जनसवाल लिएर उपस्थित हुने गरेका छौँ। र यो कार्यक्रममा हामीले हरेक हप्ता तपाईसँग प्रत्यक्ष सरोकार राख्ने कुनै न कुनै एउटा विषयमा विषयसँग सम्बन्धित व्यक्तिहरूसँग विशेष बहस र कुराकानी गरेर त्यो समस्याको निचोडमा पुग्ने प्रयास गर्दै आइरहेका छौँ। र आजको कार्यक्रममा हामी यस्तो व्यक्तित्वलाई निम्ताउँदैछौँ जसले दर्शकहरूलाई थाहा छँदैछ गत वैशाख 12 र 29 गते त्यसपछि लगातार गइरहेका विभिन्न भूकम्पीय पराकम्पनहरूका कारण हामीले देशभरि झन्डै 8,600 भन्दा बढीले ज्यान गुमाइसके भने धेरै हजारौँले घाइते भएका छन्। त्यस्तै गरी पर्वतमा झन्डै 18,000 घरमा क्षति पुगेको छ। यो भनेको पर्वतका टोटल घरधुरीको जम्मी 50% भन्दा बढी सङ्ख्या हो। पर्वतमा मानवीय क्षति नभए पनि पर्वतका आधा दर्जनभन्दा अथवा धौलागिरीका दर्जनभन्दा बढी हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु भएको छ। यो स्थितिमा अब हाम्रा ज्यान गुमाउनेहरू गुमाइसके र घर केही भत्किसके बाँकी रहेका हामीले भनेका छौँ आंशिक क्षति र सामान्य क्षति भनेर जुन जिल्ला स्थित प्राकृतिक प्रकोप व्यवस्थापन समितिले एउटा डाटा तथ्याङ्क निकालिसकेको छ। यो अवस्थामा हाम्रा घरको अवस्था कस्तो छ र हामी ती घरमा बस्न लायक छ कि छैन, पूर्ण भत्किसके र बाँकी रहेका घरहरू के कस्तो अवस्थामा छन् र ती घरहरू हामीले भत्काउने हो या अब तिनै घरमा बस्नुपर्ने हो। यावत समस्याहरूका बारेमा छलफल गर्न आज मैले निम्त्याएको छु हाम्रो इन्जिनियर विष्णुराम विष्ट, जो लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आउनु भएको छ। उहाँले यो सिभिल इन्जिनियरिङमा ब्याचलर गर्नुभएको छ। पर्वतको ग्रामीण पहुँच कार्यक्रम, यसलाई र्याप 3 ग्रामीण पहुँच कार्यक्रम, यसलाई अङ्ग्रेजीमा र्याप 3 पनि भन्ने गरिएको छ। विशेष गरी सडकमा हेर्छ। उहाँले विशेष गरी यो भूकम्प सम्बन्धी पनि विशेष प्राविधिक ज्ञान हासिल गरिसक्नु भएको छ। उहाँ हुनुहुन्छ विष्णुराम विष्ट। यहाँलाई नमस्कार, स्वागत छ हाम्रो कार्यक्रममा। नमस्कार विष्ट सर, यहाँले जुन यो सिभिल इन्जिनियरिङमा ब्याचलर गर्नुभएको छ र अहिले यहाँले चाहिँ यो ग्रामीण पहुँच कार्यक्रम जुन र्याप 3 प्रोजेक्ट सुरु भएको छ, यसमा टिम लिडरको रूपमा काम गर्दै आइरहनु भएको छ। सँगसँगै यहाँले यो डिजास्टर ट्रेनिङ, यो अर्थक्वेकको डिजास्टर सम्बन्धी पनि विभिन्न प्राविधिक तालिम लिनुभएको छ। के छ यो पर्वतको अवस्था, कस्तो पाउनु भएको छ? यो विनाशकारी भूकम्पपछि पर्वतको अवस्था यहाँले प्राविधिक आँखाबाट हेर्दा कस्तो पाउनु भएको छ? वास्तवमा चाहिँ यो मैले यो चाहिँ 68 साल असोज 1 गते जुन भूकम्प गएको थियो त्यसमा चाहिँ हामी ग्रामीण पहुँच कार्यक्रम दोस्रो चाहिँ हामी सञ्चालन गरिरहेको थियौँ। त्यतिखेर हामी पूर्वका जिल्लाहरूमा काम गर्थ्यौँ। त्यो काम गर्ने सिलसिलामा चाहिँ हामीले चाहिँ विभिन्न तालिमहरू लिने अवसर पनि भयो र त्यो क्षति भएका चाहिँ त्यतिखेर सरकारी भवनहरू, विद्यालयहरू, त्यस्तै हेल्पहाउसहरूमा काम गर्ने मौका पाइयो। त्यो हिसाबले चाहिँ अहिले जुन हामी यो रिसेन्टली गएको चाहिँ 12 र 29 गतिको चाहिँ भूकम्पबाट पनि प्रभावित चाहिँ हामीले चाहिँ यहाँ चाहिँ पर्वत जिल्लामा पनि म केही चाहिँ गाविसहरू घुम्ने अवसर पाएको थिएँ र केही चाहिँ घरहरू पनि हेर्ने मौका पाइएको थियो। त्यो हिसाबमा वास्तवमा चाहिँ ग्रामीण क्षेत्रका सम्पूर्ण घरहरूलाई लगभग धेरैजसो क्षति नै पुऱ्याएको छ र अब केही घरहरू चाहिँ सामान्य छन् र धेरैजसो चाहिँ घरहरू भत्केको बिग्रेकै पाइएको छ। र अहिलेको भूकम्पको यसो प्रकृति हेर्दा पनि तपाईँको के छ भने यो मार्च
माटोको गाह्रो भएका घरहरू अथवा लोड बेरिङ सिस्टमका घरहरूलाई चाहिँ बढी क्षति र विशेष गरेर कुस्मा बजारमा हेर्दाखेरि कुस्माको बजारको पिलर सिस्टमका धेरै अथवा चाहिँ अहिले आधुनिक घरहरू र अहिले चाहिँ लोड बेरिङ भए पनि सिमेन्ट र उसको जोडाइको घरहरू भएको हुनाले चाहिँ खास अहिलेलाई त्यति चाहिँ बस्न अयोग्य हुने गरेर क्षति भएको जस्तो पाइएन। यहाँ पनि एक दुईजना यहाँका चाहिँ स्थानीय जनताहरूले चाहिँ हामीलाई अनुरोध गरेर त्यहाँ पनि हेर्ने मौका पाइएको थियो। त्यो हिसाबमा चाहिँ सामान्य क्षतिहरू सामान्य यत्रो भुइँचालोमा तपाईँको चाहिँ सामान्य क्षति चाहिँ त पाइयो, तर त्यस्तो बस्न अयोग्य हुने हिसाबमा सदरमुकाममा छैन। र गाउँमा पनि हेर्दाखेरि माटाका घरहरू अहिले चाहिँ धेरै लोड बेरिङ राज्यभरि नै लोड बेरिङ सिस्टमलाई चाहिँ खास धेरै असर गरेको छ। जस्तै यहाँले भन्नुभयो यो लोड बेरिङ भन्ने, हाम्रा दर्शकहरूलाई यो लोड बेरिङ भनेको के हो थाहा नहोला। यो लोड बेरिङ भनेको यो बुझ्ने भाषामा कसरी बुझ्न सकिन्छ? यो चाहिँ खास अब हाम्रो यो घरहरू चाहिँ दुई प्रकृतिको हामीले अहिले बनाइरहेका छौँ। तपाईँको एउटा चाहिँ तपाईँको जस्तै वाल सिस्टमको जुन हामी गाह्रो लगाएर माटोको गाह्रो अथवा ढुङ्गा चाहिँ प्रयोग गरेर पनि लगाउन सकिन्छ र अर्को चाहिँ इँटा र सिमेन्टको जोडाइमा पनि लगाउन सकिन्छ। अब अर्को चाहिँ तपाईँको सिमेन्टको जोडाइमा ढुङ्गा पनि प्रयोग गर्न सकिन्छ र ढुङ्गाको गाह्रोहरू जुन जग हालिसके पछाडि ढुङ्गाको जोडाइ र माटोको जोडाइबाट जगै देखुन चाहिँ नि त्यो गाह्रो लगाउने गाह्रो सिस्टमको घरलाई चाहिँ हामी लोड बेरिङ भन्छौँ हैन। त्यस्तै गरेर चाहिँ तपाईँको अर्को फ्रेम स्ट्रक्चर भनेर भनिन्छ। त्यो चाहिँ तपाईँको चाहिँ पिलर सिस्टम घरलाई फ्रेम स्ट्रक्चर भनिन्छ। त्यसको लागि चाहिँ पहिला हामी जग खन्छौँ। जग खनिसके पछाडि तपाईँको त्यसको चाहिँ पिलरहरू उठाइन्छ। पिलर उठाइसकेपछि त्यसको चाहिँ बिमहरू हुन्छ। बिमहरू भइसके पछाडि त्यसरी एउटा फ्रेम जस्तो तयार गरेपछि अनि बल्ल चाहिँ हामी के अरे गाह्रो लगाउने हो। त्यो चाहिँ त्यो पिलर सिस्टममा चाहिँ पिलरले लोड लिन्छ र लोड बेरिङ जुन वाल सिस्टमको घर छ त्यो चाहिँ के अरे त्यसलाई चाहिँ हामी लोड बेरिङ भन्छौँ। त्यो चाहिँ वालले सम्पूर्ण लोडहरू वालबाट चाहिँ जगमा ट्रान्सफर हुने भएको हुनाले त्यसलाई चाहिँ लोड बेरिङ चाहिँ भन्नाले हजुरले भन्नुभएको यो लोड बेरिङ जो जग अलि राम्रो बनाएका घरहरू छन् ती भत्केका छैनन् भन्ने कुरा होइन। यो लोड बेरिङ चाहिँ कस्तो भने जुन घरको वेट चाहिँ तपाईँको गाह्रोहरूले जुन पिलर नलगाइकन बनाएको सबै चाहिँ जगै देखुन चाहिँ तपाईँको चाहिँ गाह्रै मात्रै लगाएर बनाएको घरहरू लोड बेरिङ हुन् होइन। तिनीहरू चाहिँ त्यो घरको लोड भने त्यही वालले मात्रै थान्छ। त्यस्ता चाहिँ लोड बेरिङमा पर्छन् तिनीहरू। ती घर चाहिँ कस्तो छ भने तपाईँको त्यो पनि कस्तो छ भने सामान्य चाहिँ इन्जिनियरिङ नर्म्स अनुसार बनाएका घरहरू सिमेन्टका जोडाइहरूले बनाएका घरहरू त्यस्ता खालकालाई त क्षति भएको छैन। र धेरै अधिकांश चाहिँ हाम्रो ग्रामीण क्षेत्रमा चाहिँ माटोको जोडाइमा ढुङ्गा, किनभने स्थानीय स्तरमा चाहिँ अब धेरै पाइने होइन हाम्रो मेटेरियलमध्ये ढुङ्गा हो। ढुङ्गा र जोडाइ लगाएका घरहरू अधिकांश पर्दछन्। त्यसमा चाहिँ तपाईँको के देखियो भने तपाईँको धेरै साना साना ढुङ्गा राखेको र तपाईँको चाहिँ नि पहिला चाहिँ तपाईँको चाहिँ गोलावाला ढुङ्गा राखेको छ र एउटा ढुङ्गाले अर्को ढुङ्गालाई चाहिँ तपाईँको चाहिँ नि क्रस नगराइएको जोर्नीहरू नछलेका कारणले चाहिँ एक पाखा ढलेको एक पाखा चाहिँ अझै बाँकी रहेका त्यस्ता धेरैहरू दुईतिरको भित्री र बाहिरी गाह्रो मात्रै कोही भित्री गएको छन् कोही बाहिरी गएको छन् कोहीका चुली गाह्रोहरू धेरै गएको छ। किनभने अब धेरै बुगेलको चाहिँ त्यो चुली गाह्रो 3 कुने जस्तो गाह्रो चाहिँ गएको छ। त्यसले गर्दा के भने त्यो चाहिँ हाम्रो चाहिँ के भन्छ वालको हाइट बढी भयो अनि त्यस्तो कारणले चाहिँ यी ग्रामीण क्षेत्रका घरहरू चाहिँ भत्केका छन्। यहाँले गाउँतिर गयो भन्नु हजुर यहाँको टिम कुन कुन गाविसमा पुग्नु भयो पर्वतका? अब हाम्रो चाहिँ नि डी साहबको नेतृत्वमा चाहिँ हामी तपाईँको खानी गाउँ त्यस्तै गरेर चाहिँ नि कट्ट चौपारी त्यस्तै गरेर यो मुडीकुवा गरेर यो शङ्कर पोखरी 4-5वटा चाहिँ हाम्रो चाहिँ यो गाविस थियो। त्यो गाविसमा चाहिँ हामी गयौँ। जस्तै लिमी ठाना गयौँ, ठाना मौला गयौँ होइन। 5-6वटा चाहिँ गाविसहरू चाहिँ हामीले भिजिट गऱ्यौँ र त्यो भिजिट गर्दाखेरि लगभग तपाईँको कस्तो छ भने घरहरूको चाहिँ अधिकांश चाहिँ भर्खरै केही ग्रामीण क्षेत्रमा पनि तपाईँको पिलर सिस्टमका घरहरू चाहिँ बन्न सुरु गरेका छन् र अधिकांश माटाका घरहरूमा चाहिँ मैले अघि भने जस्तै तपाईँको चाहिँ ढुङ्गाहरूको गाह्रोको जोडाइ नमिलाएको कारणले ढुङ्गाहरू सानो राखेको कारणले होइन चाहिँ अधिकांश घरहरू चाहिँ तपाईँको क्षति भएको देखिन्छ। अनि यहाँ त धेरै घुम्नुभयो, यो प्राविधिक हिसाबले पनि गर्नुभयो। हामी पर्वत जिल्लाका अधिकांश गाउँ पुग्दा त्यहाँ के छ भने जो अलिकति कमजोर आर्थिक स्थिति भएको निमुखा छ अथवा अलिकति आर्थिक स्थिति कमजोर छ त्यस्ता मानिसहरू अनि जो दलित छ त्यस्ता मान्छेहरूका घर धेरै भत्केका पाइयो। जस्तै आज पनि म यो ठानामौला गाविसमा पुगेर आएको थिएँ। ठानामौला गाविसको वडा नम्बर 9मा त्यहाँ चाहिँ झन्डै अर्चले भन्ने गाउँमा चाहिँ त्यहाँ पनि दलित बस्ती रहेछ। त्यहाँ
झन्डै 20 घर 45 मध्ये 20 घर चाहिँ पूर्ण क्षति भएर चाहिँ भत्केका छन्। तपाईँको यो सिल्मीको सुन्टारी भयो, अनि तपाईँको यता तिलारको गिजान भयो, तपाईँको रानीपानीको चाहिँ त्यो बस्ती भयो लगायत अधिकांश घरहरू गरिब र दलित का गएका छन्। किन यस्तो होला? यो उनीहरूको घर बनाउने त्यो प्राविधिक नभएर अथवा चाहिँ के होला त्यस्तो तपाईँहरूको मूल्याङ्कनमा त के छ? अनि मैले यो चाहिँ सबै चाहिँ यो जुन घुम्ने क्रममा चाहिँ मेरो आफ्नो सरस्वती एनालाइसिस गर्दा वास्तवमा चाहिँ जुन हिसाबमा चाहिँ मान्छेहरूले चाहिँ ट्रेडिसनल रूपमा जुन घर बनाइरहेको छ वास्तवमा त्यो एउटा उपपक्ष पनि हो। किन मान्छेले चाहिँ गएर चाहिँ तपाईँको अलिकति टेक्निकल ज्ञान नभएको अथवा चाहिँ हिजो हाम्रो यो हुन्थ्यो आज किन हुँदैन भन्ने अझै पनि मान्छेलाई त्यो कन्सेप्ट छ र त्यो अब त्यो कारणले पनि धेरै घरहरू चाहिँ भत्किरहेछन्। र अब अलिकति वास्तवमा हजुरले भने जस्तो गाउँघरमा चाहिँ नि तपाईँको त्यो हिसाबमा चाहिँ वास्तवमा दलितका घरहरूमा चाहिँ गर्दाखेरि अब त्यतिखेरका जुन मिस्त्रीहरू छन् त्यो हिसाबमा चाहिँ उहाँलाई आइडिया त्यतिखेर नभएको पनि हुनसक्छ। र मेटेरियलको हिसाबमा पनि वास्तवमा किनभने अब छिटो सक्ने अब घरहरू अलिकति छिटो बनाउने हिसाबमा चाहिँ मेटेरियलको क्वालिटीहरू ढुङ्गा वास्तवमा ठाना मौलातिर हेर्दाखेरि पनि ढुङ्गाको चाहिँ एकदमै सानो ढुङ्गाहरू अलि लाम्चो ढुङ्गाहरू अलिकति ड्रेसिङ गरेको अलिकति त्यो हिसाबमा चाहिँ इँटाको जस्तो अलिकति गरेका त्यस्ता घरहरू वास्तवमा भत्किएका पनि छैनन्। र त्यो हिसाबको प्रविधि नभएको कारणले पनि वास्तवमा चाहिँ नि गाउँघरमा चाहिँ त्यो समस्या देखिएको छ। र वास्तवमा चाहिँ यो दलितको यो बाहुनको यो उसको भन्दा पनि यो वास्तवमा त्यो पनि के भने काठमाडौँमा पनि हामीले यसो चाहिँ सरस्वती जाँदाखेरि वास्तवमा यो भूकम्पले चाहिँ छानी शत्रु लाए जस्तो आयो भन्ने पनि सुन्यो। त्यो वास्तवमै अहिले त्यस्तो देखियो क्या। नेपाली उखान छ नि, जो होचो उसैका मुखमा घोचो भन्ने एउटा उखान छ नि, त्यस्तो परेको हामीले धेरै भेटाएका छौँ क्या। त्यस्ता मान्छेहरूलाई चाहिँ तपाईँको एउटा राज्यले दिने राहत पनि तपाईँको झन्डै 5 लाखभन्दा बढी घरहरूमा क्षति पुगेको छ। कतिलाई सम्भव हुन्छ गर्न त प्रयास गरिरहेछ होइन। र अब तिनीहरूलाई चाहिँ अलिकति बस्ती व्यवस्थापन गर्न पनि समस्या, त्यसलाई चाहिँ अलिकति हामीले प्राविधिक एङ्गलबाट हेर्दा अब तिनीहरूलाई व्यवस्थापन कसरी गर्न सकिएला भन्ने कुरा वास्तवमा यो एउटा ठुलो चुनौतीको कुरो नै छ वास्तवमा यो। र अब राज्यले चाहिँ अब प्रयास गर्ने, राज्यले आफ्ना जनताहरूलाई सुरक्षित गर्ने कुराहरू त आफ्नो ठाउँमा गर्नै पर्छ। त्यो बिस्तारै अब राज्यले त्यसलाई पुर्याउनु पनि पुर्याउँछ। तर के भने अब चाहिँ वास्तवमा चाहिँ अब जुन भत्केका भए पनि त्यसका भत्केका सामानहरू केही युज गर्न मिल्ने छन्। र अहिले चाहिँ नि हामीले विभिन्न चाहिँ नि यो सामाजिक सञ्जालदेखि लिएर अन्यत्र पनि अब अहिले चाहिँ नि सुलभ सस्तो 15-20 हजारमा पनि घरहरू बस्न अहिले यो अब चाहिँ निकट भविष्यमा चाहिँ हाम्रो चाहिँ के भन्छ यो वर्षा पनि सुरु हुँदैछ। त्यो हिसाबमा त्यसलाई पनि मध्यनजर गरेर चाहिँ ती र मेटेरियलहरूलाई पनि युज गरेर चाहिँ अब यो वर्षायामभित्र चाहिँ कसरी त्यसलाई बेस्ट युटिलाइज गर्न सकिन्छ भन्ने हिसाबमा चाहिँ विभिन्न चाहिँ घरका नमुनाहरू सस्तोमा कसरी गर्न सकिन्छ भन्ने आएको छ। र त्यो हिसाबमा चाहिँ अब तिनीहरूलाई पनि बेस्ट युटिलाइज गरेर होइन अहिलेलाई चाहिँ तपाईँको सम्म टेम्पोररी यो चाहिँ अहिले अब अर्को चाहिँ वैकल्पिक आफ्नो चाहिँ पर्मानेन्ट व्यवस्था गर्न नसके पनि वैकल्पिक व्यवस्थाको लागि चाहिँ अब ती र मेटेरियल युज गरेर चाहिँ गर्न सकिन्छ। अनि जस्तै अब भत्केका घरहरू पूर्ण गइसक्यो, अब तिनलाई नयाँ बनाउँदा बाँकी रहेका जो अहिले जिल्ला स्थित प्रकोप व्यवस्थापन समितिले गाविस सचिव, प्रहरी, स्थानीय राजनीतिक संयन्त्र लगायतको एउटा संयुक्त अनुगमन टोलीको अनुगमनपछि कतिपय घर चाहिँ आंशिक क्षति र कतिपय सामान्य क्षति भनेर जुन सिफारिस गरेको छ, अहिले ती मान्छेहरू ती आंशिक र सामान्य क्षति भएका परिवारका घरधनीहरू बिचल्लीमा परेका छन्। यो मानसिक रूपमा पीडा छ उनीहरूलाई। भत्केका पुरै भत्के उनीहरूलाई केही समस्या भएन, त्यही घरले कति बेला थिच्ने हो भन्ने खालको चाहिँ समस्या छ। उहाँहरूलाई अलिकति यहाँको प्राविधिक आँखाबाट चाहिँ केही त्यस्तो कुन घरमा बस्ने कुन घरमा नबस्ने भन्ने खालको चाहिँ त्यो सजेसन के दिनुहुन्छ? वास्तवमा चाहिँ यो हामीले पनि अनुगमनको बेला हेऱ्यौँ। वास्तवमा यो डाटा कलेक्सन गर्दाखेरि त्यो फर्मेटमा त्यो खालको मैले पाउँदाखेरि वास्तवमा त्यो डाटा कलेक्सन गर्दा त्यस्तो रहेछ, तपाईँको पूर्ण क्षति अनि आंशिक क्षति र सामान्य भन्ने त्यस्तो रहेछ। वास्तवमा चाहिँ अब आंशिक क्षति अथवा आंशिक क्षतिमा पनि तपाईँको चाहिँ बस्न योग्य र अयोग्य भन्ने कुरो चाहिँ वास्तवमा चाहिँ हामीले छुट्याउनु पर्ने हुन्छ। अब आंशिक क्षति भनेर चाहिँ तपाईँको चाहिँ
विभिन्न चाहिँ फेरि तपाईँको चाहिँ एउटा डाटा कलेक्सन गर्यो र बिचमा चाहिँ विभिन्न पराकम्पनहरूले गर्दाखेरि फेरि तपाईँको त्यसलाई चाहिँ बढी चर्काउने त्यो खालको चाहिँ छ र त्यो हिसाबमा चाहिँ फेरि अब हाम्रो जस्तो दुर्गम गाविसहरूमा गाउँघरमा चाहिँ सबै ठाउँमा चाहिँ प्राविधिक पुगेर फिडब्याक दिन पनि अलिक गाह्रो र यो चाहिँ अलिकति बढी समय लाग्ने वास्तवमा त्यो हिसाबमा चाहिँ प्राविधिकले गएर भनिदिँदाखेरि चाहिँ आम जनमानुसलाई वास्तवमा चाहिँ अब प्राविधिकले यसो भनिसकेपछि बस्न मिल्ने नमिल्ने भनेर उहाँहरूलाई वास्तवमा धेरै ढुक्क भएको पनि पाइयो र एक ठाउँमा गएर हामीले चाहिँ तपाईँको चाहिँ एउटा घरमा दुईवटा घरमा हेर्दाखेरि चाहिँ मान्छेले मेरो घरमा पनि हेरिदेऊ मेरो घरमा पनि हेरिदेऊ भन्ने खालको चाहिँ उहाँहरूको चाहिँ आवाज पनि सुनियो किनभने उहाँहरूलाई चाहिँ मेरो घरमा बस्न मिल्छ मिल्दैन मेरो घर कस्तो स्थिति हो भन्ने खालको उहाँहरूको एकदमै जिज्ञासा हुनु स्वाभाविक पनि हो यत्रो उसमा चाहिँ नि किनभने अब राज्यले तपाईँको चाहिँ सबै घरहरू डिसमेन्टल गरेर बनाउन पनि राज्यलाई पनि भार व्यक्तिलाई पनि भार होइन यो चाहिँ अब तपाईँको केही न केही नभए पनि अब हाम्रो देश अलिक अगाडि बढिसकेको छ केही न पनि अब चाहिँ लगभग 15-20 वर्ष हामी पछाडि नै पऱ्यौँ वास्तवमा चाहिँ अब अलिकति घर व्यवहार गरेर मान्छेहरू शिक्षा स्वास्थ्यतिर लाग्न थालेका थिए र यसले चाहिँ वास्तवमै ब्याकवर्ड चाहिँ अहिले हामीलाई गरायो र त्यो हिसाबमा मैले यसो हेर्दाखेरि अब आंशिक क्षति भनेका घरहरू पनि त्यसलाई चाहिँ कतिपय घरहरू पार्सियल डिसमेन्टल गरेर पार्सियल रूपमा चाहिँ त्यसलाई चाहिँ डिसमेन्टल गरेर चाहिँ बनाउँदाखेरि पनि तपाईँको बस्न योग्य चाहिँ छ र कतिपय आंशिक भनेका घरहरूमा चाहिँ कतिपय चाहिँ तपाईँको विभिन्न पराकम्पन आएछ फेरि त्यसलाई चर्काएर अझ बढी भएको चाहिँ स्थिति पाएको हुनाले त्यो चाहिँ अब चाहिँ बस्न अयोग्य पनि भएको छ त्यसले गर्दाखेरि जुन पहिलो भूकम्प गइसके पछाडिको डाटा सङ्कलनमा जुन आंशिक र सामान्य भने तापनि अब अहिले त्यो बढेर त्यसको फेरि स्वरूप अथवा त्यो डाटामा चेन्जेस आयो क्या त्यसले गर्दाखेरि त्यसलाई फेरि हामीले चाहिँ अथवा चाहिँ सम्बन्धित घरधनीले चाहिँ प्रशासनमा अथवा चाहिँ आएर त्यो आफ्नो चाहिँ रेकर्डहरू गरायो भने मेरो विचारमा उपयुक्त हुन्छ होला र उदाहरणको लागि कसैको घर मानौ कुनै ढुङ्गा माटोले चिनेको घर कतिसम्म चर्केको अथवा कस्तो अवस्थामा चर्केकोमा त्यहाँभित्र बस्न मिल्छ कस्तो अवस्थामा कतिसम्म चर्केकोमा चाहिँ बस्न मिल्दैन अथवा अर्को अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने त्यसलाई चाहिँ वैकल्पिक बसोबास गर्नुपर्ने के छ यो चाहिँ अब टेक्निकल्ली चाहिँ तपाईँको चाहिँ अब यो जुन गाउँघरको चाहिँ जुन हाम्रो वाल सिस्टमको घरहरू छ त्यसमा चाहिँ हामीले अधिकांश घरहरूमा हेर्दाखेरि अब सामान्य जस्तै अब प्लास्टर गरेको अथवा चाहिँ भनौँ न सिमेन्टको जोडाइ गरेर प्लास्टर गरेको छ भने तपाईँको मान्छेहरूले सिमेन्टको चाहिँ क्र्याक देख्ने बित्तिकै ल यो बस्नु हुँदैन भन्ने खालको मान्छेलाई चाहिँ मेरो घर त एकदमै चिरा पऱ्यो भन्ने खालको एउटा आतङ्क पनि छ होइन त्यो वास्तवमा चाहिँ मैले कतिपय मान्छेलाई भन्छु तपाईँले चाहिँ आफ्नो समस्यालाई आफै तपाईँ नउचाल्नुहोस् पहिला तपाईँहरू पनि हेर्नुहोस् तपाईँले चाहिँ पहिला इक्जाम गर्नुहोस् तपाईँलाई एउटा सानो टेक्निकल म बताइदिन्छु भनेर उहाँलाई मैले भनेको थिएँ र उहाँहरूलाई चाहिँ के भनेको थिएँ भने त्यो जहाँ चिरा पराएर देख्नुहुन्छ जहाँ तपाईँको अथवा स्ल्याब र तपाईँको अथवा छत र तपाईँको चाहिँ माटोको घरको पनि छत र तपाईँको गाह्रो बिचमा जुन चिर्किया छ अथवा कुना चिर्किया छ भने त्यो माटोकै लिउन छ भने लिउन निकालेर हेर्नुहोस् अब प्लास्टर गर्नुभएको छ प्लास्टर गर्नुहोस् पहिला त्यसपछि तपाईँको चाहिँ गाह्रोलाई क्षति भएको छ कि छैन होइन तपाईँको अब साधारण चाहिँ तपाईँको यो हेयर क्र्याक भन्छौँ यो हाम्रो कपालको रौँ जस्तो चाहिँ क्र्याक छ त्यो चाहिँ सामान्य चाहिँ तपाईँको 1 मिलिमिटर जतिको चाहिँ सामान्य क्र्याकहरू छ भने त्यसमा चाहिँ आत्तिनु पर्ने तपाईँको त्यस्तो खालको डराउनु पर्ने स्थिति चाहिँ हुँदैन होइन तर अब के भने 4-5 mm भन्दा चाहिँ तपाईँको चाहिँ ठुलो क्र्याकहरू छ तपाईँको एक वारी र पारी यहाँबाट हेर्दाखेरि उतापट्टि चाहिँ तपाईँको लाइटहरू छिर्ने प्रकाश छिर्ने गाह्रोहरू पुरै चाहिँ चिरिएको छ होइन त्यहाँबाट चाहिँ तपाईँको त्यो खालको चाहिँ वारिपारी देखिन्छ भने त्यो चाहिँ अब रिस्क भयो अनि त्यस्तो घरमा चाहिँ हामीले अहिले तपाईँको तत्काल चाहिँ अब त्यसको एउटा रिमेडिज नगरिकन बस्न चाहिँ हामीले चाहिँ सिफारिस गर्दैनौँ होइन सरकारले पनि त्यस्तै घरहरूमा चाहिँ पहेँलो स्टिकर टाँसेको छ अथवा चाहिँ अनसेफ भनेर चाहिँ अब एकदमै बस्न चारैतिर चर्किया छ घरको वरिपरि चर्किया छ भने त्यस्तो घरमा चाहिँ बस्न सकिँदैन अब पार्सियल्ली चाहिँ एकापट्टि घर बिग्रिया छ र अर्कोतिर चाहिँ तपाईँको राम्रो छ भने अर्कोतिर अर्को रुम युज गर्न पनि सकिन्छ त्यसरी चाहिँ हामीले गरेका छौँ र अब सुरक्षा र उसको हिसाबमा अथवा अलर्ट रहने कुरामा चाहिँ हामी जहिले पनि अवेरै रहनुपर्छ किनभने भूकम्प भने चाहिँ तपाईँको मान्छेले यो फोरकास्ट गर्ने भन्ने जस्तो कुरो हुँदैन होइन त्यसले गर्दाखेरि एभ्री टाइम आज आउँदैन भने पनि तपाईँको चाहिँ भोलि पनि आउनसक्छ पर्सि नै आउनसक्छ भनेपछि अवेर भएर चाहिँ हामी बस्नु पऱ्यो होइन कतिखेर के बस्ने भन्ने कुरो र बसेका घरहरू पनि हाम्रो संरचना कस्तो ठिक छ छैन भन्ने चाहिँ हिसाबले अवेर चाहिँ हुनु पऱ्यो र सामान्य हामीले चाहिँ गाउँघरको भनौँ न माटोले बनेका जुन घरहरू छ भने माटोको पनि ढुङ्गालाई लिप्दाखेरि बाक्लै हामीले लिपेका हुन्छौँ त्यो लिउनलाई चाहिँ हामीले उकाएर हेर्न पऱ्यो जस्तै लिउनलाई उकाएर हेरेर तपाईँको ढुङ्गा कतिसम्म जस्तै ढुङ्गाको गाह्रो हुन्छ नि गाउँघरमा त अहिले त हामीकोमा अब सहर बजारमा अलिकति केही प्रायः घरहरू सिमेन्टेड छन् नत्र गाउँघरका सबै घर चाहिँ ढुङ्गाको छ होइन त्यो ढुङ्गाको गाह्रोमा चाहिँ जुन ढुङ्गाको जोडन हुन्छ नि एक सालदेखि अर्को साल बिचको चाहिँ जोडन
त्यहाँ चाहिँ त्यो बिचको तलै जग्गैदेखि चाहिँ कति इन्च अथवा कति भत्केको अथवा कति भत्केको नभनौँ कतिसम्म चर्केको घरमा चाहिँ बस्न मिल्ने त्यो एउटा ढुङ्गा र अर्को ढुङ्गा बिचको दूरी कति छोड्यो भने अथवा के छ त्यो चाहिँ कस्तो छ भने अब जस्तो लगभग जनरली हाम्रो चाहिँ के भन्छ गाउँघरमा चाहिँ 18 इन्चको वाल लगाउने हाम्रो 18 इन्चको वाल छ 18 इन्च भने तपाईँको ठुलै वाल हुन्छ होइन र तपाईँको एक हातै हुन्छ जस्तो हुन्छ होइन त्यसले गर्दाखेरि त्यो भनेको ठुलै हो अब चाहिँ सर्टेन तपाईँको चाहिँ कस्तो जस्तो यही झ्यालको कुरा गरौँ त्यो झ्याल लेभलमा आइसके पछाडि अलिक ठुला छपनीहरू राखेर टक्क गऱ्यो भने त्यसले के भन्छ सानो ढुङ्गालाई थिच्थ्यो र त्यो अलिक बलियो हुन्थ्यो त्यो नभएको कारणले सबै चाहिँ बोल्डाङ र साना ढुङ्गा कारणले गर्दाखेरि अहिले आएको प्रब्लम चाहिँ त्यो हो होइन त्यसले गर्दाखेरि केही सल इँटाहरू अथवा केही सल गाह्रो लगाइसकेपछि अलिकति ठुलो 3-4वटा ढुङ्गालाई चाहिँ थिच्ने टाइपको चाहिँ अर्को एउटा ढुङ्गा राखेर एक लेयर चाहिँ तपाईँले त्यसो हामीले गरिदिन सक्यौँ अथवा चाहिँ ढुङ्गाकै गाह्रोमा चाहिँ एउटा चाहिँ 3 फिट जतिमा आएपछि एउटा ब्यान्ड चाहिँ कन्क्रिटकै ब्यान्ड चाहिँ हामीले लगाइदिन सक्यौँ भने त्यसलाई के भने एउटा चाहिँ हामीले सबैलाई चाहिँ एउटा उसले थिच्दियौँ अनि त्यसले गर्दाखेरि त्यसरी हलचल हुन चाहिँ अलिकति कम हुन्थ्यो होइन त्यो एउटा चाहिँ हुन्थ्यो र अब चाहिँ हाम्रो सानो ऊ भएको हुनाले चाहिँ ढुङ्गाको उसमा छ र अब उसको जुन क्षतिको कुरामा चाहिँ तपाईँको चाहिँ लगभग 5 mm भन्दा होइन तपाईँको चाहिँ यदि भित्र चाहिँ गाह्रोमा तपाईँको चाहिँ चिर्किया छ तपाईँको चाहिँ वारपार देखिन्छ अथवा चाहिँ तपाईँको 18 इन्चमा पनि कतिपय घरहरूमा गर्दाखेरि आधा जति बाहिरको चाहिँ बाहिर निक्लिया छ अनि भित्रको मात्रै बाँकी छ भने ती चाहिँ बस्न अयोग्य नै हुन्छन् अहिलेलाई किनभने अब रिपेयर नगरी बस्न मिल्दैनन् र सामान्य तपाईँको ल्युन गएको छ ल्युनबाट पनि एउटा ढुङ्गाको चाहिँ अथवा चाहिँ 2-4 ढुङ्गाको जोड्नीबाट यसरी भित्र छिरिया छ भने चाहिँ त्यस्तालाई चाहिँ फेरि रिपेयर गरेर चाहिँ बस्न सकिन्छ अनि त्यो कतिपय यस्तो हुन्छ नि इन्जिनियर साहब जस्तै जगैदेखि हल्लियो अथवा जगैदेखि चर्कियो र माथिपट्टि चाहिँ चर्किएन त्यो चर्काइ चाहिँ जगमा चाहिँ बढी भयो कतिपय छ नि तपाईँको जगमा चर्काइ बढी भयो र माथि गइसकेपछि त्यो बिस्तारै चाहिँ हराउँदै गयो भने त्यस्तो असर बढी हुन्छ कि अथवा माथिबाट चर्किँदै आयो तल आउँदाखेरि बिस्तारै हराउँदै आयो त्यस्तो खालको चाहिँ चर्काइ बढी खतरा हुन्छ अब अहिले जनरली चाहिँ हामीले पर्वत जिल्लामा हेर्दाखेरि चाहिँ तपाईँको के भने घरहरू चाहिँ माथिल्लो तलामा बढी बिग्रिया पाइयो होइन र काठमाडौँको चाहिँ मैले चाहिँ लगभग 150-200 घरहरू घुम्दाखेरि हाम्रो चाहिँ काठमाडौँतिर चाहिँ तपाईँको के भन्छ तपाईँको ग्राउन्ड फ्लोरमा चाहिँ बढी बिग्रिएको देखियो भूकम्पको वास्तवमा चाहिँ मैले यहाँ पनि अहिले भर्खरै चाहिँ हामी बस्ने घरकै माथिल्लो तलामा जाँदाखेरि माथिल्लो तला बिग्रिया पाइयो र त्यो हिसाबमा चाहिँ हेर्दाखेरि वास्तवमा माथिल्लो तला बिग्रियो भने चाहिँ माथिबाट रिपेयर गरेर आउनलाई चाहिँ वास्तवमा सजिलो हुन्छ जस्तै तपाईँको छाना चुली गाह्रो जाँदैमा हामीलाई केही समस्या हुँदैन चुली गाह्रो फेरि लगाउन सकिन्छ अथवा चाहिँ चुली गाह्रोमा चाहिँ भूकम्प चाहिँ प्रतिरोधात्मक बनाउनलाई हामीले पहिला पनि के रिकमेन्ड गर्छौँ भने तपाईँको दुईतिर चाहिँ तपाईँको टिनको पाटा त्यो गाह्रोको सट्टा टिनको पाटा ढले पनि केही पनि नहुने र आवाज नआओस् भनेर त्यहाँ चाहिँ भुस हालिदिने गर्थ्यौँ कि त्यसले गर्दा हल्का भयो क्या माथिल्लो चुली गाह्रो भए पनि हल्का भयो किनभने नदेखिने त हो नि त्यसले खासै त्यसले ठुलो असर गर्दैन भनेपछि त्यस्तो माथिबाट भत्किँदै आयो छतको चाहिँ एउटा पाटो गयो भने हामी त्यसलाई रिपेयर गर्न आउँछौँ तर अब जगमै प्रब्लम भयो भने चाहिँ अब घर डिसमेन्टल गर्नुपर्ने हुन्छ किनभने तपाईँको चाहिँ जग भाँस्यो अब तपाईँको चाहिँ कोल्टी पऱ्यो जग होइन घरै कोल्टी पऱ्यो अथवा चाहिँ जगमा प्रब्लम आइसके पछाडि चाहिँ तपाईँको किनभने माथिल्लोदेखि नै डिसमेन्टल गर्नुपर्छ होइन तलबाट डिसमेन्टल गरेर तपाईँको चाहिँ पिलर सिस्टमको जस्तो के भने पिलर सिस्टममा चाहिँ के भन्छ पिलरमा प्रब्लम बिममा प्रब्लम नआएसम्म चाहिँ गाह्रो हामीले जतिचोटि पनि बनाएर भत्काएर आफ्नो रिक्वायरमेन्ट अनुसार राख्न सकिन्छ तर गाह्रो सिस्टमको घरमा त चाहिँ तपाईँको गाह्रो अथवा फाउन्डेसन तपाईँकोमा प्रब्लम आउने बित्तिकै गाह्रो डिसमेन्टल गरेर त्यो चाहिँ फेरि बनाउनु पर्ने हुन्छ होइन त्यसले गर्दाखेरि माथि चर्केको भने त्यो चाहिँ नि हामीले चाहिँ के भन्छ तलको भागलाई युज गरेर माथि फेरि रिपेयर गर्न सकिन्छ जस्तै अर्को कुरा नियम साहब यो छ नि गाउँघरमा यो मुख्य एउटा कोठा अथवा 1-2 कोठा घर हुन अनि त्यसमा चाहिँ कोठा गाँच्ने प्रचलन छ नि अहिले धेरै जसो हामी जाँदाखेरि त्यो जोडिएका गाराहरू जुन छ नि त्यो चारपाटे घरको त्यो जुन बिचमा पार्टिसन गरेर अनि अर्को कोठा निकाल्नु छ नि त्यो जुन पार्टिसन गाह्रोहरूले चाहिँ ठाउँ छोडेको धेरै देखिएको छ कि त्यसमा चाहिँ कतिको ठाउँ छोडेकोसम्म त्यो खतराजनक मानिँदैन त्यो चाहिँ कस्तो हुन्छ भने हामीले मैले पनि हेरेँ र वास्तवमा यो हाम्रो चाहिँ नि पहिलादेखि नै प्री प्लान नभएरै वास्तवमा चाहिँ यो हो जस्तै मानौँ चाहिँ नि पहिला चाहिँ हामी एउटा 1 तला घर बनाउँछौँ अनि घर बनाइसके पछाडि दोस्रो तलाको प्लान होला अथवा चाहिँ छोराले पैसा कमाएपछि अर्को तला थप्ने पनि होला त्यस्तै गरेर चाहिँ हाम्रो चाहिँ भनौँ न घरमा बस्ने फ्यामिली मेम्बर बढ्दै गएपछि फेरि अर्को कोठा चाहिने त्यो हिसाबमा पनि वास्तवमा यो खालको प्रब्लम आएको छ त्यसले गर्दाखेरि अनि के भन्छ अब घर चाहिँ एउटा बनायो अनि फेरि घरको वरिपरि बरन्डा जस्तो निकाल्यो अनि त्यसमा चाहिँ गाह्रो लगाउँदै तपाईँको गएपछि
त्यो खालको चाहिँ तपाईँको त्यो गाह्रोदेखि अर्को यो जुन बाहिर कोठा निकालेको छ त्यो गाह्रोमा चाहिँ चिरा परेर देखेको छ। किनभने त्यो गाह्रो र त्यो भित्री गाह्रोसँग कुनै कनेक्सनै थिएन क्या, हिजो पनि थिएन आज पनि छैन। आज भूकम्पले हल्लाउँदाखेरि अनि त्यहाँ सामान्यतः तपाईँको चाहिँ गाह्रो त्यो पहिलाको गाह्रो भित्ताको गाह्रो र यतापट्टि गाह्रो चाहिँ नि तपाईँको छुट्या जस्तो देख्यो। किनभने त्यो त हिजो पनि हामीले छुट्याएरै लाथ्यौँ नि त होइन। अब हाम्रो चाहिँ पहिलादेखि नै ग्राउन्ड फ्लोरदेखि नै त्यसरी प्लान भएर म यसरी कौसी निकाल्छु, यसरी बढाउन निकाल्छु, बाहिर पनि म यसरी कोठा निकाल्छु भनेपछि त्यो गाह्रो भित्रबाटै जोडेर एउटै गाह्रो भए यो प्रब्लम आउँदैन थियो होइन। त्यसले गर्दा अब सामान्य तपाईँको त्यो पनि के हुन्छ भने सामान्य चाहिँ तपाईँको त्यस्तो ट्रिल छैन, गाह्रो चाहिँ अलिकति सर्या मात्रै छ भने खासै त्यसमा पनि डराउनु पर्ने छैन। अब माटोको गाह्रोमा चाहिँ हामीले चाहिँ तपाईँको अलिकति भित्रसम्म माटो पस्ने गरेर लगायौँ भने त्यो पनि त्यसको समाधान पनि गर्न सकिन्छ होइन। तर अब धेरै नै तपाईँको लगभग 5-7 सेन्टिमिटरै चाहिँ तपाईँको गाह्रो सर्या छ, तपाईँको चाहिँ अब गाह्रो पनि तपाईँको लड्ला जस्तो भएर अलिक टिल्ट भएको छ भने त्यो चाहिँ डेन्जर हुन्छ होइन। अदरवाइज त नि मेरो विचारमा तपाईँको त्यस्तो खालको चाहिँ किनभने त्यो गाह्रो र यो गाह्रोको कनेक्सनै थिएन हिजो। हामीले त्यही हिसाबले भूकम्पको कारणले गर्दाखेरि अलिकति छुट्टै 3-4 इन्चीसम्म 2-3 इन्चीसम्म छोड्यो भने 3-4 इन्ची भनेको त धेरै हो। एमएममा भनेको चाहिँ तपाईँको 1-2 एमएम चाहिँ ठिकै हुन्छ होइन। तपाईँको 3-4 इन्ची भनेको त तपाईँको हाम्रो ढलानको यत्रो थिकनेस बराबरको थिकनेस हो, त्यो त धेरै नै हो फेरि होइन। एमएममा कुरा गर्दाखेरि लगभग तपाईँको यत्रो भनौँ न यो पनि धेरै हुन्छ, 1 इन्च हो त्यो भने चाहिँ धेरै हुन्छ होइन। त्यसले गर्दाखेरि यत्रो भयो भने चाहिँ र तपाईँको चाहिँ धेरै नै फाटेको अनि त्यस पछाडि गएर चाहिँ तपाईँको ढल्केको होइन अलिकति तपाईँको चाहिँ पल्टेला जस्तो भयो भने 1 इन्चभन्दा बढी जुन जोडाइ छोड्यो भने चाहिँ त्यो बस्नलाई चाहिँ रिक्स हुन्छ त्यो चाहिँ त्यसलाई चाहिँ भत्कारै त्यो भत्कारै चाहिँ लाउनुपर्छ। भत्कार लगाए पनि अब फेरि त्यस्तै पहिलाको जस्तै फेरि त्यो गाह्रोमा लगेर टाँस्ने मात्रै काम हुन्छ, तर त्यसको जोड्नेहरू चाहिँ त हुँदैन होइन। त्यसले गर्दाखेरि अब बनाउँदाखेरि नै एउटा सोचेर क्या, जस्तै अब सकेन भने एक तला बनाउने, तर अब कस्तो बनाउँछु भनेर त्यही भएर अब अहिले चाहिँ त राज्यले के भने नगरपालिका जीविस र प्रत्येक गाउँघरमा पनि अब नक्सा पास गर्नुपर्छ भनेर अस्ति भर्खरै चाहिँ होइन स्थानीय विकास मन्त्रालयबाट पनि आएछ र त्यो वास्तवमा चाहिँ त्यो एउटा इम्पोर्टेन्ट कुरो पनि हो क्या। ठिक छ मैले अहिले पैसा कमाउन सकिनँ, मेरो चाहिँ एक तला मात्रै हुन्छ, प्लान त छ नि मसँग त्यो नक्सा छ मेरो घरको कस्तो बन्दैछ भन्ने कुरो त्यो हिसाबले हेरेर मैले चाहिँ प्लान गरेर भन्छु र यो हिसाबमा चाहिँ त्यस्ता खालका प्रब्लम चाहिँ आउँदैनन् र त्यो हिसाबमा चाहिँ हामीले गर्नु पनि पर्ने हुन्छ। अनि के छ यो अब यति बेला गाउँहरू भूकम्पले तसनस भएको छ। अब यहाँले भन्नुभयो जस्तो अब 1.5-2 इन्च गाह्रो छोड्ने अथवा ठाउँ छोड्ने घर त प्रायः सबैका देखिएका छन्। यिनीहरूलाई चाहिँ प्राविधिक हिसाबले अथवा कानुनी रूपमा चाहिँ सल्लाह दिनुपर्दा गाउँका नागरिकहरू कानुनी रूपमा अथवा एउटा राज्यको आधिकारिक निकायमा सल्लाह दिन जानुपर्ने ठाउँ चाहिँ के छ? यो इन्जिनियरिङ एसोसिएसनले त्यस्तो व्यवस्था गरेको छ? यो चाहिँ अब अहिले हाम्रो के भन्छ नेपाल सरकारबाटै चाहिँ तपाईँको अस्ति भर्खरै चाहिँ स्थानीय विकास मन्त्रालयबाट जुन यो चाहिँ एउटा परिपत्र भएको छ तपाईँको चाहिँ अहिले जति पनि नगरपालिका अथवा चाहिँ गाउँघरमा जति पनि नक्सा पास भएर घर बन्दै गरेका छन् त्यसलाई चाहिँ रोक्ने र जसले चाहिँ नक्सा पास चाहिँ गरेको छ तर सुरु गरेको छैन भने त्यसलाई पनि रोक्ने र नयाँ चाहिँ कुनै पनि अहिले चाहिँ तपाईँको नक्सा पासको काम चाहिँ नगर्ने भन्ने छ। त्यस्तै गरेर चाहिँ अब हामीले त्यही हिसाबमा चाहिँ अगाडि गऱ्यौँ। गाउँमा जाँदाखेरि पनि अब गाउँमा पनि अब गाउँघरका घरहरूलाई पनि नक्सा पास चाहिन्छ भनेर भनेको छ र अहिले हाललाई चाहिँ तपाईँको चाहिँ के भन्छ यसको रेस्पोन्सिबिलिटी चाहिँ जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालयले चाहिँ त्यसलाई गर्ने भनेको छ। र अहिले चाहिँ देशको कन्टेक्स्टमै तपाईँको चाहिँ के भन्छ गाउँघरमा यदि कसैलाई चाहिँ घर जचाउनु पऱ्यो, मेरो घर यस्तो छ, मेरो घर बस्नुहुन्छ हुँदैन होला के हुन्छ भन्ने कुरो त्यस्तो उसको लागि चाहिँ अब नेपाल इन्जिनियरिङ एसोसिएसन होइन विभिन्न चाहिँ यो इन्जिनियर समाजहरूले चाहिँ तपाईँको चाहिँ फ्री अफ कस्टमा पनि गरिदिरहेछन्। र वास्तवमा चाहिँ यो हामीले र यो पनि यहाँ पनि पर्वत जिल्लामा पनि यो चाहिँ हामीले सोचेका थियौँ। तर के भने यो अलिकति दुर्गम गाउँमा वास्तवमा चाहिँ अब अलिकति टाइम लाग्ने भएको हुनाले त्यो चाहिँ वास्तवमा चाहिँ यो प्रब्लमै देखिँदो रहेछ। त्यसले गर्दा पनि अब अहिले राज्यले एउटा वास्तवमा सोच्न त सोच्छ होला एकीकृत बस्ती गर्ने, एकै ठाउँमा चाहिँ बस्ती गर्ने, एक ठाउँमा चाहिँ खेती योग्य कहाँ हो त्यसलाई आइडेन्टिफाई गरेर वास्तवमा यो भूकम्पपछि लेसन लर्न गरेर त्यो पनि गऱ्यो भने पनि वास्तवमा चाहिँ एउटा यो यस्तो कुरालाई चाहिँ हामीले चाहिँ वास्तवमा चाहिँ एउटा सल्लाह दिन जुन हिसाबमा चाहिँ अहिले हामीलाई गाह्रो भएको छ त्यो हिसाबमा वास्तवमा सजिलो पनि हुन्थ्यो। यसलाई चाहिँ वास्तवमा अरू फ्यासिलिटी होइन रोडदेखि लिएर विद्युत यी कुराहरू पुर्याउन पनि राज्यलाई सजिलो हुन्थ्यो। यो कुरा चाहिँ सोच्नै पर्छ। र यदि त्यस्तो छ अब चाहिँ हामी पनि फिल्ड जान्छौँ, हामीसँग पनि प्राविधिक छन्, जिल्ला विकास पनि छौँ,
त्यस्तो फिल गएको बेला यस्तो अथवा चाहिँ त्यसलाई चाहिँ एकचोटि मलाई मेरो प्राविधिक देखाउनु पायो हुन्थ्यो भने चाहिँ हाम्रो चाहिँ तपाईँको चाहिँ यो हाम्रो ऱ्यापको अफिसमा आएर आउँदा पनि हुन्छ। हामीसँग पनि 8-9 जना प्राविधिकहरू छन्, अब जिल्ला प्राविधिक कार्यालयमा पनि छन् होइन। र अब नेपाल इन्जिनियरिङ एसोसिएसनमा चाहिँ नि तपाईँको अब यहाँ चाहिँ अब काठमाडौँमा भएको अथवा पोखरामा पनि यसको ब्रान्च त छ, तर यहाँ आउनको लागि चाहिँ नि अब अहिले प्रोफेसनल इन्जिनियरहरूलाई चाहिँ नि त अब त्यहाँ आउनलाई त अब यहाँ गाउँसम्म आएर प्रत्येक गाउँ घरका हेर्न त अलि अप्ठ्यारै हुन्छ होला। तैपनि केही मान्छेहरू पठाउन चाहिँ नि आग्रह गरेपछि त्यहाँ वेबसाइटमा गएर चाहिँ तपाईँको त्यो आग्रह गर्ने, फर्म भर्ने, मेरो गर्यो भन्ने छ। त्यो हिसाबमा चाहिँ नि त्यो रिक्वेस्ट गरेपछि उहाँहरूले म्यानेज पनि गर्नुहुन्छ होला होइन। र अहिले हाम्रो जिल्लाको हकमा चाहिँ नि जिल्ला प्राविधिक कार्यालय र हाम्रो उसमा आउँदाखेरि त्यस्तो पऱ्यो भने हामीले यहाँ पनि गरिदिइरहेछौँ, पर्वतको कुस्मामा गरिरहेछौँ। गाउँ गाउँमा हामी गाउँमै चाहिँ प्रायः जसो गइरहेको अवस्थामा त्यस्तो चाहिँ हामीलाई रिक्वेस्ट भयो भने त्यो पनि हामी हेर्न सकिन्छ। हुन्छ दर्शकहरू, हामी एकैछिन विश्राम लिन्छौँ। विश्रामपछि पुनः आउनेछौँ। कालीगण्डकी टेलिभिजन हेर्दै गर्नुहोला। तपाईँ गुणस्तरीय इलेक्ट्रोनिक्स पसलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने गुणस्तरीय घराइसी सामानहरू, विभिन्न ब्रान्डका मोबाइल सेट, एलसिडी, एलइडी मोनिटर तथा कलर टिभी, फ्यान साथै विभिन्न किसिमका इलेक्ट्रोनिक्सका ब्रान्डेड सामानहरू ग्यारेन्टीका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कालीगण्डकी इलेक्ट्रोनिक्स एन्ड सप्लायर्स, कुस्मा पर्वत। फोन 067 420 732। I wanna feel higher, I wanna feel higher. पुग्नु छ धेरै माथि, I wanna feel higher. यो सधैँ हाम्रो साथी हुनेछ सधैँ माथि। लेटेस्ट टेक्नोलोजीबाट उत्पादित म्याजिक फुटवेयर धेरै रेन्जहरूमा उपलब्ध। आकर्षक डिजाइन भएको, सबैलाई उपयुक्त म्याजिक फुटवेयर। Feel higher. I wanna feel higher. स्वच्छ, सफा र स्वादिष्ट खाजा तथा खानाको लागि सहारा क्याफे। हाम्रा सेवाहरू मोमो, चाउमिन, पिज्जा, फ्राई राइस, चिकन रोस्ट, रोमेस्टिक, बिरयानी, फिस फ्राई, मटन फ्राई, थुक्पा, खाजा सेट, फ्री वाइफाई, नेपाली खाना, चिकन तथा मटनका सम्पूर्ण परिकारहरू एवं तातो चिसो पेय पदार्थ, साथमा विशेष दिन गजल साँझ। सहारा क्याफे, सहारा भवनको दोस्रो तला, धनेश्वर चोक, कुस्मा पर्वत। फोन नम्बर 067 420 877, मोबाइल नम्बर 98 460 64 634। सहारा क्याफे। के तपाईँ समय सँगसँगै बदलिन चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई एकपटक सेवा गर्ने मौका दिनुहोस्। अब तपाईको साथमा बागलुङ रेडियो टिभी एन्ड कस्मेटिक सेन्टर। हामी कहाँ लेडिज जेन्ट्स का लागि सम्पूर्ण कस्मेटिक सामान, बालबालिकाहरूका लागि खेलौनाहरू, खुद्रा एवं होलसेल सामानहरू सुपथ मूल्यमा खरिद बिक्री गरिन्छ। साथै सिजी ब्रान्डका टिभी, फ्रिज र इलेक्ट्रोनिक सामानहरू पनि हामी कहाँ पाइन्छ। प्रोप्राइटर कलामदिन मिया। फोन 067 420 264, मोबाइल 98 576 20 019। बागलुङ रेडियो टिभी एन्ड कस्मेटिक सेन्टर, वन्दना होटेलको आडमा, कुस्मा पर्वत। विदेश जान चाहनेहरूका लागि भरपर्दो र विश्वासिलो माध्यम दीप गेटवे ओभरसिज प्रणाली। दुबई, कतार, मलेसिया, बहराइन, कुवेत लगायतका विभिन्न देशहरूमा जानको लागि दीप गेटवे ओभरसिज। विदेश जान चाहनेहरूका लागि फ्री भाषा यहीँबाट गरिने। सेक्युरिटी गार्डको लागि आवश्यक डकुमेन्ट यही तयार गरिन्छ। विभिन्न देशहरूमा जान चाहनेहरूका लागि परामर्श दिई। विस्तृत जानकारीको लागि दीप गेटवे ओभरसिज प्रणाली, शाखा कार्यालय बडगाउँ, कुस्मा। म्यानेजर राजकुमार बस्नेत। फोन नम्बर 067 420 360 421 265, मोबाइल 98 576 30 887, 98 576 30 886। Whoa, you here? Hey, you lost? Nepali Monko, Nepali Rong, Jasmine Paints. अभी कंक्रीट बलक उद्योग, कुस्मा नगरपालिका 8 पर्वत।
यहाँ आधुनिक मेसिन मिक्सरद्वारा मिक्सिङ गरी बलक 6 इन्च 4 इन्च झ्याल बलक, चाइनिज इँटा सोलिङ बलक, टोयलेटको चौकोसहरू सुपथ मूल्यमा हामी कहाँ पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था छ। प्रोपराइटर वीरेन्द्र कर्मचार्य, विराट कर्मचार्य, संरक्षक विनोद कर्मचार्य। सम्पर्क फोन नम्बर 067 96 590, मोबाइल 98 476 00 179। अबि कंक्रिट बलक उद्योग, कुस्मा नगरपालिका 8, पर्वत। शान्त वातावरणमा रोम्नै पर्ने ठाउँ होटल ब्रिज भ्यू। विवाह, व्रतबन्ध, पार्टीको लागि सेमिनार हलको व्यवस्था, एट्याच बाथरुम सहितका सुविधा सम्पन्न कोठाहरू, साथै सबै कोठामा फेरि वाइफाई र टिभीको व्यवस्था। लोकल खसी, लोकल कुखुराका स्वादिष्ट परिकारहरू, 24 घण्टा तातो चिसो पानीको व्यवस्था, अर्डर अनुसारको खाजा नास्ता एवं खानाको व्यवस्था, साथै होम डेलिभरीको पनि व्यवस्था छ। प्रोपाइटर कृष्ण प्रसाद श्रेष्ठ। फोन 067 24 777, मोबाइल 98 576 29 777, 98 576 22 009। रमणीय वातावरणमा नेपालकै अग्लो र लामो पुल देख्न सकिने होटल ब्रिज भ्यू, कुस्मा नगरपालिका, खहरिया, पर्वत। मेरो रोजाइ, तपाईको रोजाइ, हामी सबैको रोजाइ। होटल फ्रेन्डली, विवाह, व्रतबन्ध, पार्टीको लागि सेमिनार हलको व्यवस्था, एट्याच बाथरुम सहितका कोठाहरू, 24 घण्टा तातो चिसो पेय पदार्थको व्यवस्था, अर्डर अनुसार खाजा नास्ता एवं खानाको व्यवस्था, साथै होम डेलिभरीको व्यवस्था, फेरि वाइफाईको साथै सम्पूर्ण कोठाहरूमा टिभीको व्यवस्था। सञ्चालक राजु आचार्य, संरक्षक टङ्कनाथ आचार्य। फोन 067 24 193, मोबाइल 98 576 30 593। होटल फ्रेन्डली, लोकतान्त्रिक चोक, कुस्मा, पर्वत। श्री ग्रामीण विकास कृषि सहकारी संस्था लिमिटेड। हाम्रा विशेषताहरू बिना धितो सामूहिक जमानीमा उद्यमीहरूलाई ऋण कर्जा प्रदान गरिने, लघुवित्त मार्फत सदस्यहरूलाई लघु उद्यमतर्फ उन्मुख गराउने, पशुपालन, तरकारी खेती लगायत अन्य कृषि उत्पादनमुखी व्यवसायमा सदस्यहरूलाई संलग्न गर्ने गराउने, रासायनिक मल, चोकर, दाना, कुखुराको चल्ला, औषधि लगायत अन्य कृषि मल बिउ बिजनको सुपथ मूल्यमा बिक्री र प्राविधिक सल्लाह सुझाव प्रदान गरिने, कृषकको उत्पादन तरकारी, फलफुल, दुग्ध पदार्थ लगायत कृषिजन्य उत्पादनको बजार व्यवस्थापन गर्ने, घर दैलोमा रेमिट्यान्स सेवा, खानेपानीको बिल, विद्युत महसुल, एडीएसएल रिचार्ज तथा मोबाइलमा ब्यालेन्स ट्रान्सफरको व्यवस्था, साथै दैनिक बचत, मुद्दती र ऋण लगानीका लागि आकर्षक ब्याज दर। श्री ग्रामीण विकास कृषि सहकारी संस्था लिमिटेड, कुस्मा नगरपालिका 9, पर्वत। फोन 067 421 203, मोबाइल 98 576 31 369। तपाईसँग प्रत्यक्ष सरोकार राख्ने, समुदायमा लुकेका र लुकाइएका प्रत्येक सवालहरूमाथिको टिलफार कार्यक्रम साप्ताहिक जनसवाल, प्रत्येक शनिबार साँझ 6 देखि 7 बजेसम्म, पुनः प्रसारण आइतबार बिहान 9 देखि 10 बजेसम्म, मात्र कालीगण्डकी टेलिभिजनमा। हेर्न नछुटाउनुहोला। दर्शकहरू, विश्रामपछि स्वागत छ। यहाँले भर्खरै मात्र कालीगण्डकी टेलिभिजन हेर्दै गर्नुभएको छ भने यो कार्यक्रम साप्ताहिक जनसवाल र हामी हप्ताका हरेक घटनामाथि कुनै एउटा विषयवस्तुमाथि रहेर केन्द्रित रहेर विषयवस्तुमाथि छलफल गर्दै आइरहेका छौँ। र आजको हाम्रो विषयवस्तु छ विशेष गरी भूकम्पले पारेको प्रभाव र भूकम्पबाट क्षतिग्रस्त घरहरू कुन, कस्ता घरमा बस्न मिल्छ, कस्ता घरमा बस्न मिल्दैन भन्ने विषयमा हामीले इन्जिनियर विष्णुराम विष्टसँग कुराकानी गरिरहेका छौँ। विश्रामपछि यहाँलाई फेरि स्वागत छ। र विष्ट सर, इन्जिनियर साहब, जुन अहिले यहाँले केही बेर अगाडि विश्राम अगाडि कुरा गर्दै हुनुहुन्थ्यो, यो नक्सा पास भएका र नभएका घरहरूलाई रोक्ने र अब उहाँहरूले अब घर बनाउँदै गरेका व्यक्तिहरूले पनि हामीसँग आएर त्यो खालको चाहिँ प्राविधिक सल्लाह लिन सक्नुहुन्छ भनेर। यो त भयो तपाईँले भन्नुभएको यो घर बनाउँदै गरेका अथवा अब बनाउने घरहरूको विषयमा। जुन अब तपाईँको जुन भत्केर चर्केका घर बस्न नहुने अथवा त्रासमा छन् नागरिकहरू, उनीहरू चाहिँ अब उनीहरूले नक्सा पास पनि गरेका थिएनन् हिजो, उनीहरू चाहिँ अब कहाँ जाने, उनीहरू चाहिँ आफ्नो घरमा बस्न हुन्छ या हुँदैन भनेर कस्तो कस्तो हिसाबले कहाँ गएर चाहिँ उनीहरूले कानुनी अथवा प्राविधिक उपचार कहाँ गएर लिने? अब यो चाहिँ नि अब तपाईँको यो अब 4-5 महिना पछाडि त एउटा यसको अब तपाईँको यो हाम्रो
बिल्डिङ कोड छ जुन चाहिँ तपाईँको चाहिँ 3 तलासम्म चाहिँ यसरी पिलर सिस्टम बनाउनु भने यो हिसाबमा प्राविधिक नभए पनि त्यो किताब पढेपछि तपाईँको गर्न सकिने भनेर त्यो बिल्डिङ कोड पहिला पनि थियो र त्यस्तै गरेर चाहिँ यो जुन हामी वाल सिस्टमको घरहरू गाउँघरमा बनाउँछौँ त्यसको पनि तपाईँको चाहिँ यतिसम्मको घरहरू यसरी बनाउने भन्ने कुरो त्यो चाहिँ तपाईँको त्यो पनि 3 तला सम्मको लागि चाहिँ यसरी भनेर त्यो किताब पढेपछि प्राविधिक चाहिँ ज्ञान अब बन्ने घरहरू अब बन्नेको लागि पनि त्यसमा केही परिमार्जित भएर आउँछन् र अब वास्तवमा अब अहिले तत्काल चर्केका घरहरूको लागि चाहिँ तपाईँको के छ भने अब अहिले जिल्लाको हकमा अन्य चाहिँ तपाईँको व्यवस्था नभएसम्म चाहिँ तपाईँको जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालयमै आउनु पर्यो र नगर अहिले हाम्रो चाहिँ रिसेन्टली चाहिँ एउटा नगरपालिका पनि घोषणा भएको छ नगरपालिका पनि भइसकेको अवस्थामा नगरपालिकामा पनि गएर चाहिँ विशेष गरेर चाहिँ अब त्यहाँ अब चाहिँ भर्खरै सुरु भए तापनि त्यहाँ पनि इन्जिनियर ओभरसियरहरू छन् उहाँहरूसँग पनि फिडब्याक लिन सकिन्छ कसरी गर्न सकिन्छ हाम्रो यो अब चाहिँ म चर्केका चाहिँ बस्न चर्केका तर बस्न योग्य घरहरूलाई चाहिँ अब कसरी त्यसलाई चाहिँ प्रबलीकरण गरेर चाहिँ अझ बलियो बनाउन सकिन्छ हामीले विभिन्न यो सामाजिक सञ्जालहरूमा विभिन्न मिडियाहरूमा पनि सुन्यौँ कतिपय इन्जिनियरिङ एसोसिएसन कतिपय इन्जिनियरहरूले यो स्वतस्फूर्त रूपमा उनीहरूले निःशुल्क सेवा दिनका लागि फोटो खिचेर उहाँहरूको एउटा साइटमा पठाउने त्यो फोटालाई हेरेर उहाँहरूले मूल्याङ्कन गरेर यो घरमा बस्नुहुन्छ या हुँदैन भनेर पनि फिडब्याक दिनुहुन्छ भनेको छ तर पर्वतका कतिपय दूरदराज अब नगरपालिकाभन्दा बाहिरका नागरिकहरूले मेरो घरमा बस्न हुन्छ कि हुँदैन भनेर चाहिँ केही त्यस्तो तपाईँहरूले त्यस्तो केही सल्लाह सुझाव अथवा उहाँहरूलाई चाहिँ फोटो खिचेर ल्याउने कि अथवा कुन हिसाबले चाहिँ बस्न योग्य या अयोग्य भनेर चाहिँ त्यस्तो कुनै क्याटेगोरी छुट्याउने व्यवस्था छ त्यो चाहिँ अब होइन त्यो ल्याउन सकिन्छ किनभने सबै अब दुर्गम गाउँमा मैले अघि पनि भने हामी सबै चाहिँ किनभने यहाँ जिल्लामा पनि त्यो हिसाबमा चाहिँ अब जिल्ला प्राविधिक कार्यालयको कुरा गर्नु पनि पासमा थोरै छ त्यसमा चाहिँ अलिकति हाम्रो टेक्निकल एसिस्टेन्ट रूपमा चाहिँ हामी पनि 7-8 जना छौँ हाम्रो पनि गाउँमा कार्यक्रम भएको हुनाले हामीले पनि त्यहाँ केही फिडब्याक दिन सकिन्छ भन्ने हिसाबमा चाहिँ मैले अघि पनि कुरा गरेको थिएँ र वास्तवमा चाहिँ हाम्रो भौगोलिक संरचना भौगोलिक स्थितिले गर्दा प्रत्येक घर दैलोमा हामी जान नसके पनि उहाँहरू सदरमुकाममा आउँदा उहाँहरू चाहिँ केही चाहिँ सरकारी कामले आउँदाखेरि त्यसरी चाहिँ अब अहिले सबैको हातमा मोबाइल छ त्यसरी खिचेर ल्याउनु र आउनुभयो भने चाहिँ सबै चाहिँ घर वरिपरि बाहिर भित्रका सबै फोटाहरू चाहिँ ल्याउनु भयो भने त्यसलाई चाहिँ प्राविधिक चाहिँ हामीले सल्लाह दिन सकिन्छ भनेपछि उहाँहरूले चाहिँ फोटो खिचेर लिएर आउनुभयो भने यहाँहरूले त्यो फोटो हेरेर पनि त्यो मूल्याङ्कन त्यो दिन सकिन्छ त्यो चाहिँ किनभने अब अहिले सरकारले अथवा चाहिँ नेपाल इन्जिनियरिङ एसोसिएसनले किनभने देशमा चाहिँ अब भएका जति पनि अभाइलेबल भएका इन्जिनियर सबै मान्छेका घर दैलो गरेर अब हाम्रो सबै चाहिँ को घरमा जान असम्भव भएको कारणले पनि रिसेन्टली त्यो भयो भने किनभने अब अहिलेको क्लियर पिक्चर आउने गरेर चाहिँ सबैको हातमा मोबाइल छ भने त्यो एउटा फेसिलिटी पनि गरेका छौँ त्यस्तो छ भने यहाँ ल्याउँदा पनि हामी पनि गर्न सक्छौँ त्यो चाहिँ त्यो सेवा निःशुल्क हुन्छ कि सशुल्क त्यो चाहिँ अहिलेसम्म हामीले अब चाहिँ पैसा ल्याएको छैनौँ किनभने अब राज्यमै यत्रो दुर्घटना हुँदाखेरि त्यो अब चाहिँ हाम्रो पनि एउटा दायित्व हुन्छ त्यो भएको हुनाले त्यो चाहिँ हाम्रो निःशुल्कै हुन्छ त्यो चाहिँ अनि इन्जिनियर साहब मैले एउटा कुरा के पनि सुनेको छु भन्दा यो नक्सा पास नभएका अथवा ग्रामीण क्षेत्रका घरहरू जो थिए जो घर बनाउँदा हिजो घरधनीहरूले कुनै प्राविधिकलाई नसोधिकन घर निर्माण गरेका थिए त्यो त तपाईँको ग्रामीण क्षेत्रका मान्छेहरूलाई त्यो हिजो त यो खालको चाहिँ डिजास्टर हुन्छ भन्ने खालको यो खालको दुर्घटना हुन्छ भन्ने त्यो त दिमागमा आएन अनि त्यो भइसकेपछि उनीहरूले के भन्यो भने प्राविधिक इस्टिमेट बिना नै आफ्नै तरिकाले आफ्नै ढङ्गले घरहरू बनाए र अहिले तपाईँको यो प्राविधिक इस्टिमेट बिना बनाइएका घरहरू आफ्नो ढङ्गले बनाइएका घरहरूलाई सूचीकृत प्राविधिकले अथवा नेपाल सरकारले बस्न योग्य या अयोग्य भनेर भन्न मिल्दैन भनेर पनि कतिपय मिडियाहरूमा अब कतिपय अलिकति विशिष्ट व्यक्तिहरूबाट पनि भनेको सुन्नमा आयो के हो यो वास्तविक कुरा अनि वास्तवमा चाहिँ यो कस्तो छ भने अब त्यसको चाहिँ गाउँघरमा हाम्रो अब चाहिँ नेपाल सरकारको नीति अनुसार नै तपाईँको त्यतिखेर चाहिँ अब गाविसमा चाहिँ जुन हाम्रो पुराना घरहरू त्यो थिएनन् र समय चाहिँ बदलिँदै जाँदाखेरि चाहिँ नक्सा पासको कुराहरू आए नक्सा पासमा चाहिँ के हुन्छ भने नक्सामा चाहिँ तपाईँको कसरी बनाउने के गर्ने त्यसको चाहिँ फाउन्डेसन कति रहन्छ तपाईँको चाहिँ मसलाहरू कसरी हाल्ने होइन त्यस्तै गरेर चाहिँ तपाईँको चाहिँ विविध कुराहरू चाहिँ त्यहीँ उल्लेख भएको हुनाले वास्तवमा चाहिँ त्यो तपाईँको
हेरेर अनि त्यसपछि गएर नक्सा पनि हेर्ने त्यहाँ भएका चाहिँ तपाईँको क्षति भएका विवरण पनि हेरेर अनि उसलाई वास्तवमा त्यो चाहिँ के भन्छ एउटा टेक्निकल्ली चाहिँ हामीले दिन सक्यो। तर अब गाउँघरमा गएको चाहिँ गाउँघरको चाहिँ अब तपाईँको डिजाइन ड्रइङ नक्सा नभएको घरलाई चाहिँ हिजो हाम्रो नभएको हुनाले अब त्यो कुरा पनि आएको हो होइन। त्यसले गर्दाखेरि अब गाउँघरमा गएर अब निरीक्षण गरेर प्राविधिकले त्यस पछाडि के हो त्यो चाहिँ त्यसको प्रब्लम के हो त्यसलाई चाहिँ तपाईँको बस्न योग्य गर्नको लागि अथवा त्यसलाई ती चाहिँ बस्न योग्य अथवा ती चर्केका भत्केका ठाउँहरूलाई चाहिँ कसरी चाहिँ तपाईँको प्रबलीकरण गर्ने अथवा चाहिँ त्यसलाई चाहिँ पुनर्निर्माण गर्ने हो कि भत्काउने हो कि भन्ने कुरो चाहिँ तपाईँको हेरेर चाहिँ त भन्न सकिन्छ। त्यो आधिकारिक रूपमै भन्न सक्नुहुन्छ तपाईँहरूले। जस्तै तपाईँ नेपाल सरकारको सूचीकृत एउटा इन्जिनियर हुनुहुन्छ र हिजो जुन एउटा सामान्य नागरिकले बस्न योग्य हुने वा नहुने भन्ने हिसाबले चाहिँ घर बनाएको थिएन र आज तपाईँहरूलाई प्राविधिकलाई सोद्धा तपाईँहरूले आधिकारिक रूपमै भन्न मिल्छ त्यो कानुनी रूपमा त्यस्तो? त्यो चाहिँ कस्तो छ भने तपाईँको अब एउटा इन्जिनियर भने तपाईँको पढेर तपाईँको चाहिँ अब चाहिँ आएको हुन्छ र रिसेन्टली तपाईँको एकदमै फ्रेस इन्जिनियरले चाहिँ तपाईँको चाहिँ त्यो स्किल चाहिँ तपाईँको उसले हासिल गरे अथवा त्यो भित्रको डेप्थको नलेज चाहिँ उसलाई नहुनसक्छ। तर के भने तपाईँको त्यही फिल्डमा काम गरेको वर्षौँ चाहिँ तपाईँको चाहिँ अनुभव भएको अनुभवी इन्जिनियरले चाहिँ भन्न सक्छ। र चाहिँ तपाईँको हामीले पनि तपाईँको गएका ठाउँहरूमा चाहिँ त्यो फिडब्याक दिएका छौँ। तपाईँको चाहिँ यो चाहिँ बस्न अयोग्य छ, यसमा नबस्नु, यसमा चाहिँ यो चाहिँ तपाईँको प्रविधि अपनाएर यसलाई चाहिँ प्रबलीकरण गरिसके पछाडि तपाईँ बस्न मिल्छ होइन। त्यसमा चाहिँ यो चाहिँ तपाईँको सामान्य क्षति हो भनेर चाहिँ तपाईँको चाहिँ नि त्यो चाहिँ अब त्यही सेक्टरमा वर्षौँ चाहिँ बिताएका इन्जिनियरहरूले अब चाहिँ बिल्डिङ बनाएका चाहिँ विभिन्न चाहिँ तपाईँको संरचनामा चाहिँ सिभिल इन्जिनियरिङ संरचनामा काम गरेको मान्छेले चाहिँ त्यो चाहिँ सजिलै चाहिँ भन्न सक्छ होइन। र अब गाउँघरको हकमा चाहिँ के भन्छ अब ठुल्ठुलो चाहिँ तपाईँको जस्तो हाइड्रो पावरको जस्तो अथवा सहर बजारको जस्तो आरसिसी घर रड पिलर सिस्टमको घरहरू नभएको हुनाले चाहिँ तपाईँको खासै त्यस्तो एकदमै चाहिँ तपाईँको के भन्छ ठुलो चाहिँ अथवा चाहिँ स्ट्रक्चरल इन्जिनियरले देखाउनु पर्ने हुँदैन। जहाँ चाहिँ तपाईँको सहरी क्षेत्रमा चाहिँ जहाँ तपाईँको ठुल्ठुलो स्ट्रक्चर हुन्छ जहाँ चाहिँ तपाईँको चाहिँ ठुलो कन्क्रिटको काम हुन्छ होइन र त्यहाँ चाहिँ तपाईँको चाहिँ छडहरूको काम हुन्छ। ती आरसिसी बिल्डिङहरूमा चाहिँ तपाईँको प्रब्लम आयो डन्नी बाङ्गियो तपाईँको चाहिँ पिलरै भाँच्यो पिलरमा चाहिँ अब गयो भने त्यस्ता टेक्निकल कुरामा चाहिँ नि स्पेसलाइज गरेको मान्छे चाहिँ जरुरी पर्छ होइन। त्यो भएको हुनाले गाउँघरको चाहिँ हाम्रो हिजो सामान्य चाहिँ नि हिजो हाम्रा चाहिँ बा हजुरबाहरूले चाहिँ जसरी चाहिँ घर बनाउनु हुन्थ्यो त्यही टेक्नोलोजी लगाएको हुनाले त्यो कुराहरूमा पनि अहिले चाहिँ केही मोडर्न टेक्नोलोजी मैले अघि नै पनि भने चुली गारोको सट्टामा चाहिँ जुन हिजो चाहिँ एकदमै चाहिँ गरौँ चाहिँ चुलो गारो लाएर ढुङ्गाकै माटोकै लगाइन्थ्यो भने अब अहिले दुई पाटो चाहिँ तपाईँको चाहिँ जस्ता ठोकेर अनि त्यहाँभित्र चाहिँ आवाज नआओस् भनेर भुस हालिदिने ती कुरा छन्। त्यसले गर्दा घर हलुको हुन्छ होइन। त्यो कुराले गर्दाखेरि अनुभव गरेको तालिम प्राप्त व्यक्तिले चाहिँ भनौँ न 4 वर्ष चाहिँ इन्जिनियरिङ पढेर तपाईँको चाहिँ 8-10 वर्ष 4-5 वर्ष चाहिँ बिल्डिङमै काम गरेर मान्छेले चाहिँ सजिलै चाहिँ तपाईँको चाहिँ त्यसलाई चाहिँ रिकमेन्डेसन गर्नु यस्तो गर्नुहोस् उसो गर्नुहोस् भन्ने छ। र अब अहिले तपाईँको चाहिँ के हुन्छ भत्के चर्केका घरहरूलाई चाहिँ विभिन्न चाहिँ तपाईँको बिल्डिङ कोडमा अथवा चाहिँ तपाईँको चाहिँ यो रेट्रोफिटिङ भन्छ यो प्रबलीकरण गर्ने होइन। घरलाई चाहिँ तपाईँको जस्तो एउटा गाह्रो चाहिँ चर्क्यो तपाईँको त्यो गाह्रोलाई मात्रै अब चाहिँ यति गाह्रो चर्किया छ अब यो पुरै घर भत्काउने त त्यो बुद्धिमानी त भएन भनेपछि एटलिस्ट पनि अहिले चाहिँ तपाईँको के छ भने यो प्रबलीकरण गर्ने चाहिँ काममा चाहिँ के भन्छ त्यो जति क्षति भएको छ त्यसको कस्ट चाहिँ 30%सम्म तपाईँको चाहिँ 30% तलै रह्यो भने चाहिँ तपाईँको त्यो घरलाई चाहिँ रिपेयर गर्ने त्यो घरमा बस्ने फेरि बनाएर भन्ने छ। अब 30% भन्दा तपाईँको 35-40 पुग्छ भने चाहिँ अब तपाईँको त्यो चाहिँ त्यति उपयुक्त भएन। अर्को कुरा यो प्राविधिक कुरा र यो जटिल पनि छ यो कानुनी पनि छ। यहाँले यो कुरा भनिदिनुहोस् कि जस्तै जसले गाउँका मान्छेहरूले जो हिजो प्राविधिक सर्वे बिना घर बनाएको थिए र उनीहरूले मानौँ कुनै एउटा इन्जिनियरलाई चाहिँ ल हेरिदिनुहोस् भनेर भन्नुभयो भने र त्यो इन्जिनियरले ल बस्न योग्य छ भनिदियो र भोलि त्यो घर दुर्घटना भएर त्यहाँ कुनै मानवीय क्षति भयो भने त त्यसले चाहिँ भोलि त्यो इन्जिनियरलाई दोष लगाउन सक्छ। जस्तै उदाहरणको लागि कुनै अस्पतालमा चाहिँ एउटा डक्टरले चाहिँ अपरेसन गरेर त्यो बिरामीको मृत्यु भयो भने हामीले देखिरहेका छौँ यस्ता उदाहरण होइन। तपाईँको त्यो डक्टरलाई आन्दोलन गर्ने पिट्ने के गर्ने त्यो खालको चाहिँ पनि त छ नि। त्यो भएको हुनाले पनि गभर्मेन्टले यस्तो खालको चाहिँ कुरा गरेको कि मैले बाहिर सुनेको है। त्यो भएको हुनाले तपाईँहरू भोलि त तपाईँहरूले ल आज गएर चाहिँ कुनै एबिसी कुनै व्यक्तिको चाहिँ घर ल बस्नुहोस् भनिदिनु होला भोलि कुनै ससानो धक्काले अथवा चाहिँ ससानो कुनै हावाहरूले पनि त्यो घर ढलेर त्यहाँ कुनै मानवीय क्षति भयो भने त भोलि त्यसको चाहिँ भागीदार त्यसको दोषी त त्यो जुन प्राविधिक थियो त्यो इन्जिनियर थियो त्यो माथि चाहिँ जाने भयो। त्यो हिसाबले त अलिकति
इन्जिनियरलाई पनि अहिले त अलिकति समस्या छ नि, त्यो इन्जिनियरलाई भोलि चाहिँ पेसाकै धरापमा भयो, तपाईँको चाहिँ उसको चाहिँ जीव ज्यानकै सुरक्षा धरापमा हुनुभयो, त्यो विषयमा चाहिँ के छ? गभर्मेन्टले केही त्यस्तो गरेको छ कि अथवा केही गर्नुपर्छ जस्तो लाग्छ? होइन, त्यो वास्तवमा तपाईँले एकदमै राम्रो चाहिँ प्रश्न गर्नुभयो। वास्तवमा चाहिँ नि अब अहिले काठमाडौँमै चाहिँ हेर्दाखेरि घरमा चाहिँ कुनै पनि क्र्याक नभएको, पहिलो भूकम्पमा केही पनि नभएको, मान्छेले गएर चाहिँ तपाईँको चाहिँ अलिकति 2-4 दिन 1 हप्ता 10 दिनपछि तपाईँको चाहिँ भूकम्पको स्थिति हेरेर गएर फेरि तपाईँको चाहिँ पसल खोलेको चाहिँ मेरो घर चाहिँ चारैतिरबाट हेर्दाखेरि सामान्य मान्छेले इन्जिनियरले पनि हेर्ने नै हो, तपाईँको बाहिरी आवरण हेर्ने हो, तपाईँको भित्र जमिनभित्र के भएको छ अथवा चाहिँ कति खल बलाएको छ अथवा जमिन फाउन्डेसन मुनिको चाहिँ माटो सबै तल चाहिँ झरेर चाहिँ घर ट्याङ्ग्रेर मात्रै बसेको छ कि त्यो कुरा त वास्तवमा थाहा हुँदैन। वास्तवमा एउटा जटिल तपाईँले राख्नुभएको एकदमै चाहिँ राम्रो प्रश्न हो। वास्तवमा यो अब त्यो भइसक्यो भने एउटा कुनै इन्जिनियरले अथवा कसैले चाहिँ गरेर ल बस्नुहोस् भन्ने ल भोलि ट्याकल जाँदाखेरि त समस्या हुन्छ, त्यो वास्तवमा चाहिँ त्यो एउटा रिस्कको कुरो पनि हो। र अब अहिले भर्खरै हामीले यो चाहिँ के भन्छ पहिलो भूकम्प जाँदाखेरि सग्लैरहेका घरहरू दोस्रो भूकम्पपछि गएर पसल खोलेर सामान्य चाहिँ अब एउटा जनजीवन चाहिँ हुँदै थियो, त्यस्तोमा पनि गएर कोल्याप्स भएर मान्छेहरू पुगेर फेरि बचेका पनि आएछन् होइन। त्यसले गर्दाखेरि अब अहिले चाहिँ के भन्छ भने एकदमै वर्स। अब अहिले हामीले हेर्ने भने चाहिँ के भन्छ वरिपरि तपाईँको घर हेर्ने, घरभित्र हेर्ने, बाहिर हेर्ने कुरो हो, फाउन्डेसन मुनिको कुराहरू हामीले हेर्न सकिँदैन होइन। त्यसले गर्दाखेरि त्यस्तो स्थिति पनि नआउन सक्ने होइन, आउन सक्छ। त्यसले गर्दाखेरि मान्छे अब प्राविधिकलाई पनि त्यस्तो खालको आक्षेप दोष चाहिँ आउन सक्छ। त्यो भएको हुनाले अलिकति त्यसमा चाहिँ सेन्सिटिभ हुनुपर्छ। घर धनी पनि, किनभने हामीले के भनेका छौँ भने जसको घर हेर्न जान्छौँ भने तपाईँ चाहिँ सचेत एभ्री टाइम चाहिँ है, एभ्री मिनट एभ्री सेकेन्ड चाहिँ तपाईँ सचेत हुनुपर्छ। एउटा मन्जुरीनामा जस्तो पनि आवश्यक पर्ने, गभर्नमेन्टले त्यो पनि गर्नुपर्ने। जस्तै अब गाउँका मान्छेहरूले ल फलानु इन्जिनियरलाई गर्ने बेलामा त्यो दुवै पक्षको एउटा मन्जुरीनामा यो घरमा बस्नुहुन्छ, यद्यपि भोलि भवितव्य केही परिहाल्यो भने चाहिँ यो जिम्मेवार हुने छैन इन्जिनियर अथवा फलाना प्राविधिक भन्ने हो भने तपाईँहरूको चाहिँ प्राविधिकको पेसाप्रति पनि अलिकति सेक्युरिटी हुन्छ कि त्योतर्फ चाहिँ तपाईँहरूले गभर्मेन्टलाई केही त्यस्तो चाहिँ केही एडभाइस दिन सक्नुहुन्छ? हो, त्यो चाहिँ वास्तवमै हो। तपाईँको के भने अब बस्ने के भने घर धनीसँगै जो प्राविधिक जान्छ त्यसले आफ्नो स्किल, आफ्नो चाहिँ तपाईँको अनुभव होइन, आफूले लिएका ज्ञान सिप ट्रेनिङ जुन छ त्यो हिसाबले चाहिँ उहाँहरूले गएर हेरिदिने हो होइन। र त्यो हिसाबमा चाहिँ हेरिसके पछाडि त्यहाँ बस्न योग्य यो अयोग्य अथवा चाहिँ यहाँले भन्नुभएको जस्तै डक्टरले अपरेसन गर्नुभन्दा अगाडि चाहिँ यस्तो भयो अथवा चाहिँ मऱ्यो भने चाहिँ तपाईँको अथवा चाहिँ यो हुन्छ भनेर उसले सही गराए जस्तै वास्तवमा त्यो एउटा तपाईँले भने सही पनि हुनसक्छ। किनभने अहिलेको यो नेपालको भूकम्प हुन त हामीले अब 90 सालको त सुन्यौँ होइन, 45 सालमा हामी पनि सानै थियौँ, त्यो हामीले अनुभव थोरै तिनो चाहिँ गऱ्यौँ, अलिअलि केही राख्यौँ। त्यसपछि 68 को आयो र अहिले हामीले सुन्यौँ र ठुलो भूकम्पपछि आउँदैन भन्दै फेरि पनि आयो होइन। त्यसले गर्दा वास्तवमा यो जोखिम चाहिँ डेफिनेटली छ होइन। तर त्यो हिसाबमा चाहिँ तपाईँले भने जस्तो वास्तवमा त्यो चाहिँ यदि तपाईँ कसैले चाहिँ फिडब्याक दियो अथवा चाहिँ स्किल त्यो कुरो चाहिँ नलेज नभएको मान्छे अथवा चाहिँ भर्खरै फ्रेस इन्जिनियर छ अथवा चाहिँ भर्खरै एउटा ओभरसियर पास गरेको छ भने अब यो मौकामा चाहिँ म पनि दिन्छु भनेर त्यसरी चाहिँ जानु भएन। अब मलाई थाहा नभएको गेम चाहिँ नि गएर मलाई थाहा छ भनेर त्यो दिँदाखेरि त्यो जोखिम हुन्छ। र थाहा भएको मान्छेले पनि तपाईँले भने जस्तो एउटा त्यो भयो भने वास्तवमा नेपाल सरकारले अहिले जुन गरिरहेको छ त्यो एउटा चाहिँ गऱ्यो भने जोइन्टली गरेर गऱ्यो भने चाहिँ त्यो चाहिँ वास्तवमा चाहिँ इन्जिनियरको हितमा पनि रहन्छ। हुन्छ। अनि यहाँ साहब यहाँले अहिलेसम्म कुरा गर्नुभयो यो जुन भत्किएका घरहरूलाई कस्तोमा बस्नुहुन्छ र कस्तोमा बस्नु हुँदैन भन्ने, अब अलिकति गम्भीर कुरा तर हामीले कतिपय तितो सत्य चाहिँ तितो हुन्छ भनिन्छ नि। अहिले पनि हाम्रो सदरमुकाम र आसपासमा अथवा ग्रामीण क्षेत्रमा पनि यो जग्गा मिच्ने अथवा चाहिँ सानो थोरै ठाउँमा चाहिँ अग्ला घरहरू बनाउने त्यस्तो खालको प्रवृत्ति छ। र अहिले काठमाडौँ महानगरपालिकाले पनि 2.5-3 तलाभन्दा बढी नबनाउने भनेर चाहिँ त्यो खालको चाहिँ एउटा विधेयक ल्याउँदैछ गभर्मेन्टले। र कुसमाई बजार र अथवा आसपासमा यो क्षेत्र धवलागिरी क्षेत्रमा पनि 8-9 तलासम्म घरहरू बनाउने त्यस्तो प्रचलन आएको छ। त्यस्ता घर धनीहरूलाई प्राविधिक हिसाबले चाहिँ तपाईँले केही भन्न सक्नुहुन्छ नि? के छ उहाँहरूलाई सुझाव के छ? वास्तवमा यो अहिले मेरो विचारमा यो भूकम्पले मान्छेलाई अब भन्नै नपर्ने गरेर सिकाइ पनि सकेको छ। यो एउटा वास्तवमा चाहिँ अब पनि नसिक्ने मान्छेहरूले कहिले पनि सिक्दैनन्। र अब त्यो घर धनी मात्रै होइन, अब त्यस्तो घर बन्छ तपाईँको चाहिँ भने त्यो सामुन्नेको छिमेकीले पनि अवेर भएर हेर्नुपर्ने हुन्छ। यदि चाहिँ तपाईँको नक्सा पास चाहिँ तपाईँको 2 तलाको ल्याएछ, उसले चाहिँ 4 तला थप्छ भने यो त्यसले 4 तलाको ल्याएको हो कि होइन भन्ने कुरो सम्बन्धित निकायमा गएर चाहिँ तपाईँ रिपोर्ट गर्ने, त्यसको पनि हेर्ने। किनभने त्यसले चाहिँ भोलि आफ्नो घरलाई चाहिँ आइरहेछ।
अहिले काठमाडौँमा हेर्ने हो भने घरलाई केही पनि भएको छैन, घर भाँसेर चाहिँ अर्को घरलाई चाहिँ क्षति हुन आएछ। यस्ता घटनाहरू धेरै छन्। वास्तवमा चाहिँ अब मान्छेले सोच्नुपर्छ र अब राज्यले पनि एउटा नीति डेफिनेटली ल्याउँछ। तपाईँको चाहिँ 4 आना जग्गा किन्ने, 4 आना जग्गा चाहिँ सबै ओगटेर चाहिँ भाग्ने ठाउँ पनि छैन, बाटोलाई पनि नछोड्ने, कतै पनि नछोड्दाखेरि चाहिँ अहिले तपाईँको रेस्क्यु गर्न पनि अप्ठ्यारो भयो। तपाईँको चाहिँ जिउँदा मान्छेहरूलाई बचाउन गाह्रो भयो होइन, भत्काउने अहिले चाहिँ तपाईँको भत्केको घरलाई पनि तपाईँको डिस्पोज गर्न गाह्रो भयो। त्यसले गर्दाखेरि कमसेकम एउटा स्ट्यान्डर्ड चाहिँ यतिसम्मको बाटो हुनैपर्छ तपाईँको घर बनाउने एरियामा होइन। 3 फिटे बाटोमा पनि अहिले कति प्रब्लम भयो। अब त्यो कन्क्रिटको ठुल्ठुलो घरहरू भत्काउनै गाह्रो छ भनेपछि त्यति कुरा वास्तवमा राज्यले अब चाहिँ एकदमै चाहिँ स्ट्रिक्टली लिनैपर्छ। यो चाहिँ तपाईँको अब हाम्रो जस्तो राज्यमा चाहिँ राज्यको नियमै अथवा चाहिँ हेर्ने निकायले चाहिँ अलिकति कडाइका साथ नहेरेर यो प्रब्लम आएको छ होइन। अहिले जस्तै तपाईँको काठमाडौँकै हकमा चाहिँ तपाईँको 4 तला घरको एप्रुभल ल्याएको छ भने तपाईँको त्यसले 6 तला 7 तला बनाएर अहिले एकदमै होइन त्रसित मान्छेहरू त्रसित भइरहेछन्। यो घर मेरो घरपट्टि आउँछ कि उतापट्टि जाला कि अथवा यो भूकम्पले नगए पनि अर्को भूकम्पमा के होला भन्ने चाहिँ त्रसित छ। त्यसले गर्दाखेरि एउटा मान्छेले चाहिँ आफैले पनि एउटा बुद्धि पुऱ्याउनु पऱ्यो। यसले भोलि मलाई पनि प्रलय आयो भने चाहिँ मलाई पनि अप्ठ्यारो पार्छ। यो सबैले चाहिँ हामीले यसरी नियम मिच्नु हुँदैन, बाटो छोड्नुपर्छ होइन। तर अलिकति ओपन स्पेस चाहिँ राख्नुपर्छ, किनभने अहिले चाहिँ एउटा टेन्ट हालेर बस्ने मान्छेलाई छैन, टुँडी खेल्न जानुपर्ने अथवा एउटा खोज्दै खुला ठाउँ कहाँ हो भन्ने कुरो छ। यो अनियमित रूपमा चाहिँ दलालहरूले चाहिँ तपाईँको चाहिँ जग्गाको व्यवसाय भनौँ न, जग्गाको व्यवसाय गर्ने मान्छेहरूले पनि तपाईँको चाहिँ ती कुराहरू सोचेर एउटा चाहिँ भनौँ न रिक्रिएसन गर्ने ठाउँहरू यस्ता कुराहरू नराखिकन गरेको हुनाले चाहिँ वास्तवमा चाहिँ समस्या भएको छ होइन। यो कुरालाई चाहिँ मान्छे पब्लिकले पनि गर्नु पऱ्यो, घरधनी आफै चाहिँ मैले यसो गरेँ यस्तो हुन्छ भन्ने कुरो, किनभने सबैले देखे नै अहिले त्यो कुरालाई चाहिँ लेसन लर्नको रूपमा राखेर र राज्यले चाहिँ स्ट्रिक्ट रूपमा चाहिँ यसलाई गर्ने र चाहिँ छिमेकीले पनि बन्दै गरेका संरचनाहरू हेर्ने होइन र त्यसलाई चाहिँ फिडब्याक दिने। यदि चाहिँ भन्दाखेरि पनि टेर्दैन भने सम्बन्धित निकायमा गएर चाहिँ गऱ्यो भने चाहिँ। अनि अर्को कुरा यो काठमाडौँमा यति तला घर बनाउने के अरे यो अनुमति दिने अथवा पोखरामा यति तला घर बनाउने अनुमति दिने नगरपालिका महानगरपालिकाले भने उस छ नि, त्यसमा चाहिँ के छ यो भूबनोटको आधारमा यतिसम्म तला ठेक्न सक्छ जमिनले भनेर हो कि के छ यो प्राविधिक रूपमा कसरी कस्तो भूबनोटमा कति तलासम्म बनाउने भन्ने खालको त्यस्तो के छ? अब अहिले चाहिँ यो चाहिँ के छ भने अब यो अब महानगर नगरपालिका पनि के छ भने पहिला चाहिँ हाम्रो नक्सा चाहिँ अब स्ट्रक्चर अब बढी लाग्ने ठाउँमा स्ट्रक्चर इन्जिनियरले चाहिँ तपाईँको स्ट्रक्चरको डिजाइन गरिन्थ्यो होइन र तपाईँको चाहिँ त्यही अनुसारको चाहिँ तपाईँको 2 तला 3 तला 4 तला 5 तला भनेर त्यसरी एप्रुभ गरिन्थ्यो र अब कतिपयले चाहिँ आफ्नो व्यवसायहरू बढ्दै गएपछि किनभने 3 तला चाहिँ एप्रुभ गरेको छु भनेपछि 3 तला घर त बनिहाल्यो, उसले सर्टिफिकेट पनि लियो अथवा चाहिँ बनिसके पछाडि फेरि त्यसमा चाहिँ नगरपालिका अथवा सम्बन्धित निकायलाई चाहिँ स्थानीय निकायलाई नसोधिकन थपेका घरहरू पनि छन् होइन। र अब अहिलेको कन्टेक्स्टमा चाहिँ के छ भने अहिलेको रिसेन्ट भुइँचालो जाँदाखेरि चाहिँ के छ भने जस्तै बालाज्यू एरियामा हामी पनि गयौँ, त्यहाँ जाँदाखेरि के भने तपाईँको जुन घरको लागि फाउन्डेसन खनेको थियो त्यो फाउन्डेसन खनेको चाहिँ बालुवाले त्यो घर पुरै बन्नलाई बन्यो रे, बालुवा किन्न परेन भनेपछि त्यो घरको जग चाहिँ के छ भने बालुवा बलौटे माटोमा रहेछ नि। त्यसले गर्दा अहिलेको भूकम्पले के भने घर सग्लै छ तर के भने घर टिल्ट परेर त्यसरी बस्यो भनेपछि वास्तवमा हाम्रो भूगोल चाहिँ अब त्यो घर बनाउने जग्गा त्यति ठिक रहेनछ होइन। त्यसै तपाईँको 10वटा घर चाहिँ ठिक छ, अर्को 11औँ घरमा गएर चाहिँ घर कोल्याप्स भएको छ भनेपछि यो टाइपको देखियो। किन तपाईँको एउटा घरको देखौँ अर्को घरको पनि माटोको त डिफ्रेन्स छ, त्यही भएको हुनाले पनि अब राज्यले चाहिँ तपाईँको जग खन्दाखेरिको भूबनोट अथवा त्यसको जग मुनिको चाहिँ त्यो माटो सोइलले पनि त्यो असर गरेछ। त्यो भएको हुनाले पनि अब अहिलेको नीतिमा चाहिँ के भन्छ अब चाहिँ जियोलोजिस्टलाई देखाएर अब पहिला ज्योतिषीलाई देखाएर यो मेरो घर चाहिँ बनाउनु हुन्छ कि हुँदैन भन्ने चलन थियो। अब चाहिँ जियोलोजिस्टमा गएर चाहिँ मेरो माटोको प्रकृति कस्तो हो, म कति गहिरो चाहिँ फाउन्डेसन जानुपर्ने हो अथवा कमजोर माटो छ भने त्यही हिसाबले चाहिँ ठुलो फाउन्डेसन जानु पऱ्यो, गहिरो फाउन्डेसन जानु पऱ्यो होइन। त्यो हिसाबमा चाहिँ अहिले चाहिँ अब एउटा नक्सा पास गर्नलाई त अब नगरपालिका अथवा इन्जिनियर ओभरसियर गर्दा जानै पऱ्यो नक्सा बनाउनको लागि। तर त्योभन्दा पहिला चाहिँ मेरो जग्गा चाहिँ कस्तो छ, माटो ठिक छ कि छैन होइन गर्नु पर्यो। र अर्को कुरा यहाँले अघि कुरा गर्नु भने यो 3 तलाको अनुमति लिएर 6 तलासम्म बनाउनु, त्यस्तोलाई चाहिँ कारबाही गर्ने त्यस्तो खालको व्यवस्था छ यहाँले बुझ्नु भएसम्म?
त्यो अहिले चाहिँ अस्ति भर्खरै जुन हामीले जुन यो अघि नै पनि कुरा भने स्थानीय विकास मन्त्रालयको जुन अस्ति परिपत्र भयो र वेबसाइटमा पनि छ र यो अहिले असार मसान्तसम्म कुनै पनि नयाँ निर्माण नगर्ने भन्ने त्यस्तै गरेर त्यसमा चाहिँ वास्तवमा चाहिँ यो कुरो चाहिँ एउटा छुट्या छ वास्तवमा त्यसलाई चाहिँ कसरी अब त्यसरी चाहिँ बदमासी गरेर चाहिँ तपाईँको चाहिँ तल थपेको एप्रुभलभन्दा बढी थपेकालाई के गर्ने भन्ने कुरो चाहिँ तपाईँको त्यो चिज आएन र त्यो चिज वास्तवमा आउनु पर्थ्यो कि चाहिँ त्यसलाई तपाईँ किनभने त्यस्ता चाहिँ जोखिम युक्त घरहरूलाई त जोखिम न्यूनीकरण गर्नु पर्यो भनेपछि त्यसलाई चाहिँ अब कसरी हुन्छ डिसमेन्टल गरेर जति छ त्यतिमा ल्याउनु पर्यो किनभने भोलि पनि आउन सक्छ त्यसले फेरि अर्को प्रलय ल्याउन सक्छ राज्यलाई फेरि अर्को क्षति हुनसक्छ त्यसमा चाहिँ राज्यले सोच्नुपर्ने हुन्छ। इन्जिनियर साहब हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा के भनिदिनु भने जुन यो विनाशकारी भूकम्पपछि पर्वत जिल्लाका झन्डै 18,000 घरमा क्षति पुगेको छ ती घर क्षति भएका मान्छेहरूलाई त्रसित छ जुन क्षति नभएका ढुक्कसँग निदान भएको छ उहाँहरूले पनि यहाँको सल्लाह सुनेपछि पक्कै पनि त्यो अनुसार गर्नुहोला र जुन क्षतिग्रस्त परिवारका सदस्यहरूले यहाँले अघि नै भन्नुभएको जो तस्बिर लिएर आउने अथवा चाहिँ यहाँसँग फोनमा पनि त्यस्तो सम्पर्क गर्ने त्यसरी उहाँहरूले तपाईँहरूसँग एभाइलेबल तरिकाले अथवा सहज रूपमा सम्पर्क गर्नका लागि उहाँहरूलाई सम्पर्क गर्ने माध्यम केही छ हाम्रो टेलिभिजन मार्फत केही त्यो सम्पर्क गर्ने माध्यम अथवा यहाँहरूको चाहिँ ठेगाना केही छोडिदिनुहोस् न। त्यो एकदमै ठिक छ अहिले हामीले चाहिँ के भन्छ यो राज्यमा चाहिँ सबैको चाहिँ अहिले चाहिँ एउटा आफ्नो आफूले सक्ने जति जुन इनपुट दिइरहेछन् त्यही हिसाबमा चाहिँ हामी एउटा इन्जिनियर पेसामा रहेको हुनाले चाहिँ त्यो हामीले चाहिँ यत्रो विपदमा चाहिँ त्यस्तो खालको छ भने हाम्रो आफ्नो विद्वतालाई तपाईँको प्रयोग गरेर मान्छेलाई चाहिँ अहिले एकदमै त्रसित रूपमा चाहिँ उहाँहरू बस्न योग्य घरमा पनि बाहिर बस्नु रहेछ त्यस्तो फिडब्याक हामी दिइरहेछौँ बस्न योग्य छ कि छैन के छ भन्ने कुरो त्यो हिसाबमा चाहिँ उहाँहरूलाई त्यस्तो चाहिँ अब टेक्निकल रूपमा अहिले सहयोग भयो चाहियो भने हाम्रो फिल्डमा पनि प्राविधिकहरू छन् र अब जिल्लामा पनि छौँ र हामीलाई पनि सम्पर्क गर्दा हुन्छ र त्यसको लागि चाहिँ अहिले हामी जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालयभित्र चाहिँ ग्रामीण पहुँच कार्यक्रमको एउटा युनिट छ त्यहाँ आएर पनि उहाँहरूले त्यो अनुरोध गर्नुभयो भने हामी फिल्डमा रहेका साथीहरूलाई पनि फिल्डको बेलामा चाहिँ उहाँहरूलाई पठाउन पनि सक्छौँ त्यस्तै गरेर चाहिँ हाम्रो प्राविधिक कार्यालयका साथीहरू पनि घुमिरहनुहुन्छ उहाँहरूलाई पनि कोअर्डिनेसन गरेर त्यो गर्न सकिन्छ र त्यो हिसाबमा चाहिँ हामीले जिल्ला विकास समितिमा जिल्ला प्राविधिक कार्यालयमा सम्पर्क गर्दा हुन्छ। दर्शकहरू आजको कार्यक्रम सुनेर पक्कै पनि यहाँले आफ्नो घर चर्केको छ कतिसम्म चर्केको छ र कुन घरमा बस्नुहुन्छ अथवा हुँदैन अथवा छिमेकीको घर कतिको चर्केको छ आफ्नो घर कतिको चर्केको छ त्यो विषयमा बस्न हुने या नहुने विषयमा पक्कै पनि एउटा कुनै राय बनाउनु होला यहाँलाई पक्कै पनि त्यस्तो कुनै दुविधा छ घरमा बस्नुहुन्छ या हुँदैन भन्ने लाग्छ भने पक्कै पनि हाम्रो इन्जिनियर साहबले भने जस्तै जिल्ला विकास समितिको जिल्ला प्राविधिक कार्यालय अन्तर्गत ग्रामीण पहुँच कार्यक्रममा रहनुभएका प्राविधिक इन्जिनियरहरूसँग पक्कै पनि सल्लाह सुझाव लिन सक्नुहुनेछ र आजको कार्यक्रममा यहाँसम्म आएर हामीलाई हाम्रा दर्शकहरूलाई जुन यो प्राविधिक कुराको ज्ञान जुन सेयर गर्ने हामीलाई समय दिनुभयो त्यसको लागि हामी यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। धन्यवाद यहाँ आएर मलाई पनि 2-4 शब्द बोल्न दिनुभयो र आफ्नै मैले जानेको कुराहरू यहाँ चाहिँ पर्वतवासी दाजुभाइहरूलाई चाहिँ मैले सेयर गर्न पाएँ त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्त दर्शकहरू हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ र यहाँहरूले पक्कै पनि हाम्रो कार्यक्रम कस्तो लाग्छ यहाँहरूले सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौँ। हाम्रो टेलिभिजनको इमेल अथवा हाम्रो टेलिभिजनको फोन नम्बरमा 067 420 666 अथवा इमेल kaligandakitv@gmail.com पनि हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। यति भन्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौँ। हस्त नमस्ते शुभ सन्ध्या। तपाईसँग प्रत्यक्ष सरकार राख्ने समुदायमा लुकेका र लुकाइएका प्रत्येक सवालहरूमाथिको टिलफार कार्यक्रम साप्ताहिक जनसवाल प्रत्येक शनिबार साँझ 6 देखि 7 बजेसम्म पुनः प्रसारण आइतबार बिहान 9 देखि 10 बजेसम्म मात्र कालीगण्डकी टेलिभिजनमा हेर्न नछुटाउनुहोला।